क्लासलाई रेकर्ड पनि गरेँ। सन्चो अलि सन्चो छ सुशान्तजी होइन, केही दिन त धनै भयो होइन रुगाखोकी। ल साथीहरू लिङ्कलाई अलि सबैमाझ यसो पठाऊँ त है, हामी करिब 100 जना जति जोडिएका छौँ। ल लिङ्क अलि पठाऊँ है, धेरै साथीहरू माझमा लिङ्क दिन पर्यो, अलि पठाइदिनु होला सबैतिर चाहिँ लिङ्कलाई। मेसेन्जर ग्रुपमा वाट्सएप पठाइदिएर ल लिङ्क सेयर गर्नु त साथै सबैले सेयर गरिकन अलिकति सहभागितालाई बढाउनु पर्यो है। धेरै सहभागिता हुँदा होइन राम्रो पनि हुन्छ। ल त 2-3 मिनटको समयमा अलि सहभागितालाई जति सक्दो धेरै बनाउनु पर्यो। हामी जोइन हुँदैछौँ है, अझै 2-3 मिनटको समय छ। कुन क्लासको इक्जाम? पर्मिला खड्काजी, यो खास कृषि लोकसेवाको है, तपाईँले यसो हेर्नु त क्याप्सनमा। कृषि लोकसेवाको चाहिँ यो साप्ताहिक इक्जामको फिडब्याक हो। आज 2083 साल होइन, 4 महिना 30 गते भएको साप्ताहिक इक्जामको चाहिँ यो खास फिडब्याक क्लास हो। हामी लगभग 2 घन्टाकै समयमा रहनेछौँ है। आज यो पेपर हामी कम्प्लिट गर्छौँ। नातिनु होला, आफ्नो नेटलाई एकदम परिपक्व बनाउनु होला होइन। कति धेरैजना चाहिँ कस्तो हुनुहुन्छ भने त्यो वाइफाईको भर पर्ने होइन, बेला लाइन जान्छ, लाइन गइसकेपछि फेरि चाहिँ ग्याप हुनुपर्ने बिचमा। त्यो कारणले गर्दाखेरि लाइनलाई के अरे आफ्नो नेटलाई अलिक परिपक्व बनाउनु होला। बरु 2 घन्टाको लागि होइन 10 रुपियाँ 15 रुपियाँको डाटा लिएर बस्दा पनि समस्या चाहिँ हुँदैन। त्यो छ। यो किन चाहिँ हो यसमा खासै देखाएन होइन, यताबाट देखाउँछ नि, यहाँबाट हेर्नुहुन्छ कि यो लाइभलाई चाहिँ ठ्याक्कै यो उसरी मैले मोबाइलबाट हेरिरहेको छु है, त्यो सिधै यो कम्प्युटरबाट हेरेर मिलेन, खै सेटिङ नजानेर हो कि मैले यसो नपाएर हो। ल 1 मिनटको समय छ। ल त साथीहरू अलि आजभोलि मलाई त हजुरको क्लास धेरै बानी परेको छ। ठिक छ सुशान्तजी। ल यो लिङ्कलाई अलि पठाउनु पर्यो साथीहरू है सबै माझमा। ल त 400 भन्दा बढी सहभागिता पुर्याउँ है, त्यसपछि क्लासलाई जोडौँला। सहभागिता ठ्याक्कै 6 बजे भन्दा 1-2 मिनट मैले वेट गर्छु, बरु 6 बजेर 2 मिनटबाट क्लास गरौँला। हामी पुरै आज चाहिँ कृषि खण्डका जति पनि क्वेसन थिए आजको इक्जाममा, यो सबै क्वेसनको हामीले फिडब्याक गर्नेछौँ है। जति नआत्तिनु होला, नेटको पहुँच अलिकति बलियो बनाउनु होला। के छ, मलाई त ठिकै सुन्दै हुनुहुन्छ होइन। बिचमा 2-3 दिन जति यो रुगाखोकी होइन, ज्वरोले अलिक सतायो। ज्वरो त ठिकै भएको थियो, फेरि रुगा लागेर सतायो। हिजोबाट अलि ठिक भएको छ, हिजोबाट आज त धेरै नै ठिक भइसकेको छ होइन। तैपनि म बिस्तारै बोल्छु। हामी 200 जना लगभग जोडिन थालेका छौँ है। ल यो अलि लिङ्कलाई सेयर गर्नु त बढाउँ त साथीहरू, लिङ्क अलि दिन पर्यो। तपाईँहरू यो लिङ्कहरू ठाउँतिर पठाउनको लागि अलि लोभ माने जस्तो होइन, झ्याउ माने जस्तो, अल्छी माने जस्तो नगरौँ त। ठ्याक्कै 6 बजेर 2-3 मिनट जतिदेखि चाहिँ हामी क्लासलाई बढाउँला। धेरै महत्त्वपूर्ण कुराहरू पाउनुहुनेछ है। एक्काइसवटा सेयर भइसकेर होइन। ल यो लिङ्क लगभग 100 वटा सेयर गरौँ त। हामी 200 भन्दा बढी भइसक्यौँ होइन त। अहिले त 400 क्रस हुनुहुन्छ। नवीन साई नमस्कार सर, आज धेरै दिनपछि। नवीनजी नमस्कार है। ग्रुपमा लिङ्क नआएको हो, लिङ्क आयो होला नि, पठाउनु भएको छ नारायण सरले, खै
नारायण धिताल सरले हेर्नु भएन कि म भन्छु सरलाई पठाउनु भयो होला त पठाउनु भएको छ सरले हेर्नु त अहिले भर्खरै तपाईँलाई आएको छ त्यो ग्रुपहरूमा त्यो लिङ्क हो तपाईँहरूले हेर्नु त्यहाँ ग्रुपमा छ रमेश बुढाजी नमस्कार है अनि के छ आजको इक्जाम कस्तो गर्नुभयो कतिवटा मिलाए जस्तो फिलिङ भयो व्हाट्सएपमा पठाएको छु टेकराजी मैले पठाएको छु हेर्नु त व्हाट्सएपमा त्यो केही नखुली आयो कि तपाईँहरूले व्हाट्सएपमा छ ल साथीहरूले पनि यो लिङ्क तपाईँले पनि पठाइदिनु व्हाट्सएप ग्रुपहरूमा ल अलि लिङ्कलाई अलिक पठाउनु त साथीहरू माझमा यो सहभागिता चाहिँ होइन कति भएछौँ भने हामी लगभग 200 भने 250 जना भएछौँ होइन 400 जना चाहिँ क्रसै हुन्छ हामी लगभग 500 पुग्नुपर्छ आजको सहभागिता चाहिँ लाइभ क्लासमा के छ आज कति मिलाउनु भयो क्वेसनहरू लगभग अनलाइनको साथीहरूले भौतिक क्लासमा त कति होइन 37 38 कतिवटा मिलाएको थियो जस्तो लाग्छ बबी मगर्जीको त्यसपछि कति 36 कति थियो होइन राम्रै मिलाउनु भएको थियो क्वेसनहरू तपाईँहरू कति मिलाउनु भयो भन्दा पनि कस्तो प्रकारको क्वेसनहरू पाउनुभयो र त्यसको चाहिँ फिडब्याक कस्तो पाउनुहुन्छ ती क्वेसनबाट तपाईँले पाउनुपर्ने पक्ष के थियो पाउनु भयो कि भएन भन्ने कुरा रहन्छ होइन त्यही भएर क्वेसन प्रायः मैले सधैँ जसो अलि तपाईँहरूलाई नयाँ प्रकारकै तपाईँले नसुनेको जस्तो होइन थाहा नपाएको जस्तो बनाउँछु यसपटक आज अलि सजिलो क्वेसन बनाएको थिएँ होइन अलि सजिलै प्रकारको क्वेसन चाहिँ थियो यसपटक ल ग्रुपमा लिङ्क आछ नमस्कार है ल सबै साथीहरूमा ल फेरि पनि एकदम सबै साथीहरूमा नमस्कार छ गुड इभिनिङ हामी अब क्लासको पार्टमा जोडिन्छौँ है करिब 300 जना जोइन हुनुभएको छ ल तपाईँहरूले लिङ्क अलि सबैले पठाउनु पऱ्यो है यो होइन मजाले टुलु हेरिराख्ने होइन यो कसले गर्छ यस्तो झ्याउ होइन लिङ्क पनि कसले पठाइदिन्छ भन्ने नगरौँ त साथीहरूले यसो लिङ्कलाई अलि जति सक्दो धेरै चाहिँ सेयर गरिदिनु होला होइन कोही मजाले बसिराख्ने सुनिराख्ने गोप्य तरिकाले होइन त्यस्तो प्रकारको चाहिँ अल्छी स्वभाव नदेखाउनु होला जति सक्दो सेयर गरिदिनु त लिङ्कलाई 400 जनाभन्दा बढी 500 400 देखि 500 को बिचमा चाहिँ हाम्रो सहभागिता हुन पऱ्यो है अहिलेसम्म तपाईँहरू काम चाहिँ लिङ्क सेयर गरेर राख्ने होइन कोले लिङ्क सेयर गर्यो भन्ने पनि आइराखेको हुन्छ तपाईँले मेसेन्जरतिर पठाउनु व्हाट्सएपतिर पठाउनु होइन आफ्नै फेसबुकको उसमा राख्नु न तपाईँहरूले आफ्नै फेसबुकमा सेयर गरे पनि त हुन्छ नि होइन आफ्नै फेसबुकमा सेयर गर्नु आफ्नै फेसबुक सेयर गर्दा भोलि पर्सि होइन अर्को दिन पनि हेर्न मिल्यो है नमस्कार गीतु ठगुन्नाजी टेकराज ओझाजी ल अब यहाँ सुनौँ है हामी छलफल क्लासमा जोडिन्छौँ तपाईँहरूले कपी कलम हातमा लिनु होला होइन फिडब्याकमा बसिसकेपछि तपाईँको यो फिडब्याकबाट तपाईँको होइन 20-25 पेजको चाहिँ नोट बन्नुपर्छ तपाईँले हरेक पटकका फिडब्याकहरूको चाहिँ एउटा स्पेसल नोट बनाउनु होला होइन कम्ती पनि 20-25 पेज जतिको चाहिँ एउटा तपाईँको नोट क्रिएट हुनुपर्छ होइन जस्तो क्वेसन नम्बर 1 थियो अब यो क्वेसन नम्बर 1 बाट तपाईँले के कुराहरू पाउनुहुन्छ त होइन 2 नम्बर क्वेसन छ त्यहाँबाट तपाईँले के कुराहरू पाउनुहुन्छ त यसको चाहिँ एउटा राम्रो प्रकारको नोटहरू बन्नुपर्छ है ल अब नारायण सर यो फेसबुक मेसेन्जर ग्रुपमा लिङ्क गएको छैन के हो कसो त्यो जोइन हुनु पनि लेख्नु होला तलतिरबाट के आयो भनेर ठान्नु होला होइन पठाइदिनु होला ल अब म छलफलमा गएँ है ल तपाईँहरूले कपी कलम रेडी पार्नु होला लिङ्क साथीहरू माझमा चाहिँ दिनु होला अब म यतातिर गएँ नबुझेको कुराहरू यसो च्याट गर्नु होला होइन त्यहाँ देखिराखेको हुन्छ मैले मोबाइलबाटै हेरिराखेको छु यो खास कम्प्युटरबाट चाहिँ भएन खै के कारण हो कता कता के मिलेन यसमा चाहिँ अब यहाँ सुन्नु होला यो राष्ट्रिय कृषि नीति 2083 अनुसार होइन कृषि नीतिको पुनरावलोकन कति वर्षमा गरिने व्यवस्था छ म तपाईँलाई अस्ति पनि यो राष्ट्रिय कृषि नीति सम्बन्धी क्वेसन बनाएको थिएँ होइन अहिले पनि बनाएँ यो राष्ट्रिय कृषि नीति सम्बन्धी क्वेसन चाहिँ मैले होइन किन चाहिँ यो तपाईँलाई अलि धेरै पछिल्लो समय यसबाट किन अलिक क्वेसनहरू धेरै बनाइराखेको छु त भने अबको लागि हामीलाई यो महत्त्वपूर्ण एउटा दस्तावेज हो किनभने राष्ट्रिय कृषि नीति भनेको नेपालमा भएका सबै कृषिका नीतिहरू मध्येको ठुलो नीति हो अनि यसलाई नीतिहरूको पनि नीतिहरूको राजा पनि भन्ने गरिन्छ र यसको यो कार्यान्वयनको पक्ष छैन अस्ति मैले तपाईँहरूलाई बनाउँदाखेरि एउटा समितिको कुराहरू जोडेको थिएँ होइन अस्ति पटकको क्वेसनमा चाहिँ
राष्ट्रिय कृषि नीति बमोजिम कुन समितिको संयोजक को रहने प्रकारको क्वेसन थियो र त्यहाँ 5 किसिमको समिति हुन्छ भन्ने कुरा म तपाईलाई जोडेको थिएँ। ल यसको एन्सर के लगाउनु भयो भने त राष्ट्रिय कृषि नीति 2083 अनुसार हैन यो नीतिको पुनरावलोकन कति कति वर्षमा चाहिँ गरिनेछ भन्ने छ नि। यसको एन्सर के लगाउनु भयो हैन। पछि तपाईले राष्ट्रिय कृषि नीति खोज्नु भयो होला, पक्कै पनि पीडीएफ हेर्नु भयो हैन, पीडीएफ मा जानु भयो, खोज्नु भयो, त्यो कुरा छँदै छ। तर तपाईले आफूले बुझेर लाउनु भयो कि लाउनु भएन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। अब यो राष्ट्रिय कृषि नीतिका केही विशेष पक्ष पनि तपाईलाई मैले अस्ति पटकको भिडियोमा भनिसकेको छु। म त्यता गएन किनभने त्यो सबै कुरा भन्दा त्यसले टाइम धेरै लिन्छ। जस्तै यसका चाहिँ कतिवटा अनुसूची छन् हैन, कतिवटा चाहिँ यसका परिच्छेदहरू छन्, कतिवटा यसका नीति छन्, कतिवटा उद्देश्य छन् हैन, कतिवटा कार्यनीति छन्, कतिवटा यसका रणनीतिहरू छन्, यसले कतिवटा समितिको व्यवस्था गरेको छ, त्यो कुरा मैले तपाईलाई भनिसकेको छु। अब राष्ट्रिय कृषि नीति कार्यान्वयनको पक्षमा के छ भने तपाईले लेख्नु होला। अनि यसको एन्सर के लगाउनु भयो तपाईहरुले, अब जानेर लगाउनु भयो नजानेर लगाउनु भयो, अब जान्न पर्यो। राष्ट्रिय कृषि नीति कार्यान्वयन गर्नको लागि 5 वटा समिति छन्। यो कुरा मैले तपाईलाई अस्ति नै भनेको छु हैन। संघीय समिति, प्रदेश समिति, स्थानीय समिति हैन, शिक्षा प्रसार अथवा अनुसन्धान समिति, यो सबै प्रकारका समितिहरू गर्दा 5 किसिमका समितिहरूद्वारा चाहिँ राष्ट्रिय कृषि नीतिको कार्यान्वयन हुनेछ। यो कार्यान्वयनबाट आएको मैले तपाईलाई यो क्वेसन केबाट बनाएको भने राष्ट्रिय कृषि नीतिको कार्यान्वयन पक्षमा के रहन्छ त भन्ने कुराबाट यो चाहिँ वास्तवमा बनाएको। अब यो राष्ट्रिय कृषि नीति 2083 अब 61 त तपाईले नहेर्ने है। अब 61 थियो भनेर त बुझ्न पर्यो हैन। 61 थियो, त्यसका 3टा उद्देश्य थिए, 56 नीति थियो भन्ने कुरा त बुझ्न पर्यो। अब यता ध्यान दिन पर्यो। र यो समितिलाई अब सुन्नु होला, मैले तपाईलाई के भनेको थिएँ अघि, तपाईहरुले ध्यान यता दिनु होला। राष्ट्रिय कृषि नीति भनेको नेपालमा जति पनि कृषिका नीतिहरू छन् नि सबै नीतिहरूको राजा हो। यो भन्दा ठुलो नीति कुनै पनि छैन। यो नीतिहरूको पनि नीतिहरूको राजा हो हैन। राष्ट्रिय कृषि नीति यो नीति जारी भएको मितिले अबको 2 वर्षभित्र सुन्नु होला है, यदि अबको 2 वर्षभित्र अरु नीतिहरू पनि संशोधन गर्न पर्ने भनेको छ यसको कार्यान्वयनमा। तपाईले कुरा बुझ्नु भएन क्या। राष्ट्रिय कृषि नीति 2083 ले कस्ता प्रकारका व्यवस्थाहरू गरेको छ। राष्ट्रिय कृषि नीति 2083 को व्यवस्था बमोजिम अन्य नीतिहरू छन् कि छैनन्, जस्तो बिउ बिजन सम्बन्धी नीति, राष्ट्रिय मल नीति हैन, अथवा अन्य कुनै ऐनहरू भए, त्यस्ता खालका चाहिँ नियमावलीहरू भए, त्यस्ता खालका कानुनहरू, नीति नियमहरू यस बमोजिम छन् कि छैनन् पुरानो नीति नियमहरू। यदि छन् भने ठिकै छ, छैनन् भने अबको यो नीति बनेको 2 वर्षभित्र चाहिँ त्यस्ता नीति भएका व्यवस्थाहरू संशोधन गर्नुपर्छ भनेको राष्ट्रिय कृषि नीति होइन। यो पनि सोच्छ कहिलेकाहीँ राष्ट्रिय कृषि नीति जारी भइसकेपछि यो नीति बमोजिम अन्य नीतिहरू रहेका छन् कि छैन भनेर अन्य नीतिमा भएका केही व्यवस्थाहरू चेन्ज गर्ने भनेको चाहिँ एउटा कुरा। र यो राष्ट्रिय कृषि नीतिको लागि म तपाईलाई के भने त 2 वर्षभित्र है, 2 वर्षभित्र यस नीति अनुरूप हैन अन्य नीतिहरू संशोधन गर्न पर्ने हैन, अन्य नीतिहरूको व्यवस्थाहरू हैन, अथवा के छन् त्यहाँभित्र कि यसको अनुकूल छन् कि छैनन् त। यदि प्रतिकूल छन् अथवा यसको अनुकूल छैन भने त्यसलाई संशोधन गर्न पनि एउटा यो व्यवस्था छ यसमा। अनि अर्को के छ भने यसले गरेको कानुनको पक्षमा चाहिँ यसको अर्को महत्त्वपूर्ण व्यवस्था भनेको राष्ट्रिय कृषि नीतिलाई प्रत्येक 5-5 वर्षमा चाहिँ प्रत्येक होइन है, 5 वर्षमा चाहिँ पुनरावलोकन गरिनेछ भनेको छ। पुनरावलोकन भनेको के हो भने यसभित्रका केही व्यवस्थाहरू कार्यान्वयन गर्न सकिने हो कि होइन, अथवा केही व्यवस्था त्रुटि छन् कि होइन, केही व्यवस्थाहरू लागू गर्न नसकिने हो कि, अथवा केही कुराहरूलाई तत्कालै संशोधन गर्न पर्ने हो कि, त्यो कुराहरूलाई यसले प्रत्येक 5-5 वर्षमा चाहिँ पुनरावलोकन गर्ने भनेको छ र आवश्यकता अनुसार संशोधन गर्ने भनेको छ। 3टा कुरा है। 5 वर्षमा हैन पुनरावलोकन गर्ने, यो नीतिको आवश्यकता अनुसार संशोधन गर्ने। हेर्न तपाईहरुको लागि त नयाँ कुरा हो नि हैन। यो टिपिकल कुराहरू सबैलाई हैन अध्ययन गर्नु टाइम पनि हुँदैन त्यत्रो नीतिमा। के कुरा बुझ्ने भने यसको कारणको पक्षमा चाहिँ हामीले बुझ्नै पर्ने कुरा के रहेछ त, राष्ट्रिय कृषि नीति 2083 जारी भइसकेपछि यो भन्दा विगतका नीतिहरू यदि यो नीति अनुकूल छैनन् भने यो नीति अनुकूल बनाउनको लागि त्यस्ता अरु नीतिहरू पनि के गर्न पर्यो, यसको बमोजिम रहेर संशोधन गर्न पर्यो। यो नीति भनेको हैन कि जस्तो विभाजन नीति, मल नीतिहरू पनि संशोधन गर्न पर्यो। कति वर्षभित्र? यो नीति जारी भएको मितिले 2 वर्षभित्र। त्यो कुरा बुझ्नुभयो। अनि 5 वर्षभित्र चाहिँ यो नीतिलाई पुनरावलोकन गरिनेछ भनेको छ।
5 वर्षभित्र पुनरावलोकन भनेको के हो भने मैले तपाईँलाई अघि भर्खरै भनेको थिएँ, यो नीतिमा भएका केही कुराहरू कार्यान्वयन गर्न कठिन भयो अनि यो नीतिका केही कुराहरू दोहोरो पर्ने देखियो होइन, अथवा केही त्यस्ता खालका त्रुटिहरू रहने देखियो भने त्यसलाई चाहिँ मिलाउने हो र आवश्यकता अनुसार यसलाई संशोधन गर्न सकिने पनि भनेको छ। र यो नीति कार्यान्वयन अनुगमन मूल्याङ्कनको लागि 5वटा समितिहरूको व्यवस्था गरिएको छ। म त्यो समितिमा गइनँ र यो नीतिको चाहिँ प्रभाव मूल्याङ्कन गर्ने व्यवस्था कहिलेकाहीँ तपाईँलाई यसलाई झुक्याउँछ है। यो नीतिको चाहिँ प्रभाव मूल्याङ्कन कसले गर्ने छ भने राष्ट्रिय योजना आयोगले। यो क्वेसन एकदम तपाईँहरूको लागि झुकिने खालको हुनसक्छ। राष्ट्रिय योजना आयोग कस्तो आइदिन सक्छ भने राष्ट्रिय कृषि नीति 2083 कार्यान्वयनको पक्षमा यसको प्रभाव मूल्याङ्कन तलका मध्ये कुन निकायले गर्नेछ? कृषि वन तथा पर्यावरण मन्त्रालय होइन, कृषि विभाग अथवा राष्ट्रिय योजना आयोग होइन, नेपाल कानुन आयोग यस्तो आइदिन सक्छ। त्यो बेला बुझ्नु होला यो नीति समय सापेक्ष कार्यान्वयन भएकै भएन। यो नीतिले चाहिँ कृषि क्षेत्रमा कस्तो प्रभाव पार्यो त भने यसको प्रभाव मूल्याङ्कन गर्ने जिम्मा चाहिँ होइन राष्ट्रिय योजना आयोगलाई दिने भन्ने कुरा उल्लेख गरेको छ। तपाईँलाई एउटा सानो यसको चाहिँ कार्यान्वयनको पक्षमा त यति भयो भने तपाईँलाई कम्प्लिट हुन्छ। अब यो म तपाईँलाई हरेक पटकका क्वेसनहरूमा होइन यसै प्रकारले जस्तो अस्ति समितिका कुराहरू भए, अब यो आज कार्यान्वयनको पक्षका कुराहरू भयो, अर्को पटक म यस्तै प्रकारको अर्को कुनै क्वेसन बनाएर तपाईँलाई यो सम्बन्धी धेरै जानकारी दिनेछु है। कुरा बुझ्नुभयो नि होइन। अब यसमा धेरै टाइम मैले लाएँ, हाम्रो क्लास पनि आज ढिलो छलफल भएको है, 13 मिनट चाहिँ टाइम गएको होइन, अलि मैले पछि छलफल गरेको होइन। एउटा क्वेसन 13 मिनट लागेको चाहिँ होइन। र यति कुरा चाहिँ बुझ्नु होला। हाम्रो सहभागिता पनि धेरै भएछ नि त, लगभग 400 होइन 28-30 जना हुनुभएछ। ल अलि लिङ्क अझै बढाउँ त। नयाँ भर्खर आएको साथीहरूले तपाईँहरूले आफ्नो फेसबुक वालमा होइन, आफ्नो व्हाट्सएप ग्रुपहरूमा, मेसेन्जर ग्रुपहरूमा होइन साथीहरूलाई कता कता हुन्छ यो लिङ्कलाई दिएर ल 500 सहभागिता पुर्याउने हाम्रो टार्गेट राख्नु त आजको लागि। 500 पुर्याउने तपाईँ लाग्नु पऱ्यो। तपाईँले आफ्नै वालमा सेयर गरे पनि हुन्छ कि होइन, भोलि पर्सि अर्को दिन पनि हेर्न मिल्यो होइन। कहिलेकाहीँ तपाईँले यो पेज भेटाउनु भएन भन्दा चाहिँ हुन्छ नि, त्यो बेला भोलि पर्सि अर्को दिन पनि हेर्न मिल्छ। आफ्नो वालमा राख्नु होइन, त्यहाँबाट अरूले पनि हेर्छन्। सेयर चाहिँ गराउनु पऱ्यो ल त। हामी 400 भन्दा धेरै बढी भइसक्यौँ होइन। ल यो क्वेसनको कुरा बुझ्नु भने अब यही क्वेसनमा होइन तपाईँहरूलाई यो नीतिलाई कति वर्षमा चाहिँ संशोधन गरिनेछ सोध्या भए आवश्यकता अनुसार भर्नुपर्ने हुन्थ्यो होइन हो। ल त्यसले गर्दा यसको कुरा यति बुझ्नु। अब यसको एन्सर के भयो त? राष्ट्रिय कृषि नीतिको चाहिँ पुनरावलोकन कति वर्ष भने हो? प्रत्येक 5 वर्षमा चाहिँ गर्नुपर्ने भयो। प्रत्येक 5 वर्ष होइन है, यो नीति जारी भएको मितिले 5 वर्षभित्र चाहिँ यसको पुनरावलोकन गर्नुपर्छ भन्ने कुरा छ। अनि यही क्वेसनमा चाहिँ यो नीति जारी भइसकेपछि राष्ट्रिय कृषि नीति अनुरूप भए नभएका अन्य नीतिहरूको चाहिँ संशोधन अथवा अन्य नीतिहरू कहिलेसम्म मिलाइसक्न पर्नेछ भनेको भए कति हुन्थ्यो त? त्यस्तो भनेको 2 वर्ष हुन्थ्यो। अनि कति समयमा यसलाई संशोधन गर्न पर्ने सोध्या भए आवश्यकता अनुसार हुन्थ्यो होइन। यसको प्रभाव मूल्याङ्कन कसले गर्दो रहेछ? राष्ट्रिय योजना आयोगले। र यसको कार्यान्वयन गर्नको लागि कतिवटा समितिहरू जारी रहेछन् त? यसमा 5वटा समितिहरू चाहिँ जारी छन्। यो क्वेसन स्पष्ट रूपमा चाहिँ राष्ट्रिय कृषि नीति 2083 को कार्यान्वयनको लागि भनेर मैले तपाईँलाई बनाएको। क्लियर छ होइन त? हो छुट्टै त हामी टपिक क्लासमा पढ्ने कुरा छँदैछ। मैले भनेको यो साप्ताहिक इक्जामहरूमा यस्तो प्रकारको क्वेसनहरू धेरै कुरा कम्प्लिट हुन्छ होइन। अस्ति हामीले 5वटा समितिको बारेमा क्लियर बुझ्यौँ। यदि त क्लियर भयो नि त होइन। ल ठिक छ। अब क्वेसन नम्बर यसको तपाईँले फोटोबाट खिच्नु के होइन, अक्षरहरू अब बाङ्गाटिङ्गा भाषण है हेर्नु होला। शुद्ध लेखाएको छु मैले अक्षरहरू प्राय अलिक बाङ्गाटिङ्गा छ नि, यसलाई मिलाउनु है त। ल अब क्वेसन नम्बर 2 मा गएँ म चाहिँ। यो मैले यसपटकका क्वेसन अलिक बढी डायरीबाट बनाएको, तपाईँले पनि यसो महसुस गर्नु होला होइन। मैले कृषि डायरीबाट प्राय क्वेसनहरू चाहिँ बनाएको हो होइन, यो याद गर्नु होला। एकछिन है, यो हाम्रो यहाँको मालिकलाई मैले ल अब हामी 450 जना भयौँ। ल साथीहरू अलिकति लिङ्क बढाउँ त। यसको एन्सर के हुन्छ भन्दा राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान कार्यक्रम कहाँ अवस्थित छ? के हो यसको एन्सर? के लगाउनु भयो है? यो एकदम सजिलो क्वेसन, तर म तपाईँलाई यो क्वेसन किन बनाएको थिएँ यसको पनि रहस्य छ होइन। सजिलो छ यो क्वेसन, प्रायले बिगार्नु भएन, केहीले बिगार्नु भयो, धेरैले बिगार्नु पनि भएको हुनसक्छ होइन। के लगाउनु भयो यसको एन्सर भन्नु त? राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान कार्यक्रम होइन कहाँ अवस्थित छ भन्ने छ। यसको के लगाउनु भयो होइन। यो नार्कको संरचनाबाट बनेको क्वेसन हो। मैले यसपटकको धेरै क्वेसन बनाएको चाहिँ कृषि डायरीबाट हो होइन। मैले अलिक त्यति बिरामी पनि भइयो कि त्यो भएर अलिक धेरैतिर गएर खोज्न पनि भ्याइएन। त्यसपछि डायरीलाई मैले पक्रेँ, 83 को डायरीलाई
र अलिकति त्योभन्दा बाहिरका पनि छन् क्वेसन, मतलब कि 30वटा क्वेसन मध्ये करिब 15वटा क्वेसन जति मैले डायरीबाट बनाएको छु। अलिक 15वटा क्वेसन चाहिँ अरू यताउति टिप्पण टापन तैरबाट बनाएको छु होइन। भन्नु त राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान कार्यक्रम कहाँ अवस्थित छ? यो नार्कको संरचनाबाट आएको क्वेसन हो होइन। म तपाईँहरूलाई यस सम्बन्धी केही कुराहरू म नार्कको थोरै एउटा तपाईँलाई सानो संरचना काम लाग्छ। मैले आज भर्खरै नार्कको वेबसाइटबाट यो संरचना ल्याएको हो होइन। नार्कमा के छ त भने सुन्नु होला, एउटा त नार्क भइहाल्यो, यसका कार्य कति छन् त भनेर नार्क एउटा। म तपाईँलाई यसको किन लेख्दैछु थोरै 2 मिनट जतिमा कम्प्लिट तरिकाले बताउँछु। यसको एन्सर के लगाउनु भन्नु त, 2 को एन्सर के लगाउनु तपाईँले कमेन्ट गर्दै गर्नु होइन। 2 को एन्सर के लगाउनु भयो तपाईँहरूले त्यहाँ लेख्दै गर्नु म भन्छु। अनि यसमा चाहिँ प्रतिष्ठानहरू होइन, प्रतिष्ठानहरू 3वटा छन्, इन्स्टिट्युटहरू होइन। मैले आज भर्खरै यसको वेबसाइट चाहिँ भिजिट गरेको हो होइन। अनि बाली वस्तु अनुसन्धान कार्यक्रमहरू 20वटा छन्। बाली वस्तु अनुसन्धान कार्यक्रमहरू होइन, अनुसन्धान कार्यक्रम 20वटा 20 होइन। त्यसपछि बाली वस्तु अनुसन्धान कार्यक्रमहरू 20वटा। राष्ट्रिय कृषि अनुसन्धान केन्द्र 18वटा। राष्ट्रिय कृषि अनुसन्धान केन्द्र म तपाईँलाई यसमा केही कुराहरू अहिले बताउँछु है। 18वटा। अब तपाईँहरू होइन कोही साथीहरू नार्क 1 गते नियुक्ति पनि बुझ्दै हुनुहुन्छ होइन त। अनि यो आनुवांशिक स्रोत केन्द्र एउटा होइन, अनुवांश सम्बन्धीको एउटा। त्यसपछि निर्देशनालय 6वटा र यसले चाहिँ अहिले पछिल्लो समयबाट सूचना केन्द्र पनि राखे जस्तो लाग्यो है। मैले वेबसाइटमा आज हेरेँ, अब त्यो मिस्टेकै हो भने के रहेछ। यदि चाहिँ यसमा कार्यालय छन् टोटल होइन। एउटा के छुट्यो यसमा भने अनुसन्धान केन्द्र मात्रै अर्ग्यानिक छुट्यो छ एउटा। माथि लेखेँ मैले, यता लेखेँ अनुसन्धान केन्द्र मात्रै 13वटा छन्। फेरि तल लेख्नु पर्थ्यो होइन, 13वटा यो तल ठाउँ नभएर यता लेखेको है। अब यहाँ सुन्नु त, नेपाल कृषि अनुसन्धान परिषदको अहिलेको संरचना यस्तो प्रकारको छ। यो भर्खरै मैले आज भर्खर नार्को वेबसाइटमा गएर त्यहाँबाट चाहिँ यसलाई बनाएको, किनभने अहिले भर्खरै होइन पदपूर्ति गरेको 1 गते चाहिँ होइन। अब नेपाल कृषि अनुसन्धान परिषदमा नवनियुक्त मतलब कि सिपाही भएको कर्मचारी साथीहरू नियुक्ति पनि बुझ्दै हुनुहुन्छ। ठिक छ, तपाईँले आन्सर के लगाउनु भयो? नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत हामीले 62वटा कार्यालय भन्थ्यौँ होइन, 62वटा। मैले अस्ति एक ठाउँ पनि कता 63 देखाएको थिएँ। अहिले पछिल्लो समय यो सूचना केन्द्र राखेको रहेछ क्या एउटा। यो सूचना केन्द्र समेत थप्दा 63वटा हुँदो रहेछ। अनि यो जोड्दाखेरि त 13वटा, अनुसन्धान केन्द्र 13वटा, राष्ट्रिय अनुसन्धान केन्द्र 18वटा, 2टा अलग हो है। फेरि यो बाली वस्तु अनुसन्धान कार्यक्रम 20वटा, इन्स्टिट्युटहरू 3वटा होइन, नार्क मात्रै एउटा भइहाल्यो। आनुवांशिक स्रोत केन्द्र एउटा, निर्देशनालय 6वटा, यो बागमतीमा छैन होइन। सूचना केन्द्र अहिले पछिल्लो समय यो पनि देखेँ मैले, त्यो गर्दा 63वटा पाइयो होइन। यो हेर्दा 63वटा। तर अब हामीले 62वटा भन्थ्यौँ होइन। यो सूचना केन्द्र पनि छ वेबसाइटमा, तपाईँले मजाले हेर्न सक्नुहुन्छ। सायद यो नयाँ रूपमा बनेको एउटा कुनै कार्यालय हुनसक्छ होइन। त्यो भएर नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको संरचना यो प्रकारको चाहिँ छ होइन, यस्तो प्रकारको छ। यो स्टेसनहरू टोटल 62वटा भन्थ्यौँ हामीले, अहिले सूचना केन्द्र पनि जोड्दाखेरि 63वटा पुगे जस्तो देख्छु मैले। 110वटा बाह्य अनुसन्धान कार्यालय छन् यसका होइन, बाह्य अनुसन्धान केन्द्रहरू छन् यसका होइन। बाह्य अनुसन्धान भनेको यो अनुसन्धान स्टेसन होइन, तर अनुसन्धान गर्नको लागि चाहिँ स्थापना गरिएका यिनी पनि सामान्य सेन्टरहरू हुन् होइन। बाह्य अनुसन्धान केन्द्र 110वटा यो भयो। अब हो बाह्य अनुसन्धान होइन होइन, यो टोटलै 62वटा स्टेसन थियो नार्कका। नार्कका टोटल कार्यालय 62वटा हुन्थे, तर यो सूचना केन्द्र पनि छ क्या त्यहाँ। त्यो हुँदाखेरि 63वटा पुगे। जोड्दै यसरी कि मैले जोड्न भुल्याएँ कि 13, 1, 3, 20, 18, 1, 6, 1 जोड्दा कतिवटा भयो? यो जोड्दा कति पुग्छ कि मैले जोड्दाखेरि होइन कहिलेकाहीँ मिस्टेक गरेर मैले पो यसलाई होइन यो 63 बनाएँ कि मैले चाहिँ यसो जोड्दा 63 पुऱ्याएँ। हुनुपर्ने 62 थियो तर 63 जस्तो देखिन्छ। यो लेटेस्ट यो छ है अहिलेको उसको स्ट्रक्चरमा यो देखिन्छ। अब यहाँनिर राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान कार्यक्रम कहाँ छ जाम? यो काभ्रे दोलखामा के छ? यसमा चाहिँ यहाँ छ पहाडी बाली अनुसन्धान कार्यक्रम है। यसमा चाहिँ पहाडी बाली भनेको कोदो जमरको यो रिसर्च गर्छ। तपाईँलाई कहिलेकाहीँ सोध्ला पहाडी बाली अनुसन्धान कार्यक्रम कहाँ छ सोध्यो भने अगाडि राष्ट्रिय भन्छ है, राष्ट्रिय पहाडी बाली अनुसन्धान कार्यक्रम भनेर। यो चाहिँ काभ्रे दोलखामा छ। यसले चाहिँ पहाडी बाली भने के हुन्छ कोदोहरू जमहरू होइन त्यस्ताहरूको रिसर्च गर्छ पहाडी बाली अनुसन्धान कार्यक्रमले।
अनि परवानीपुर 12 मा के छ अनि यो परवानीपुर 12 मा छ पन्छी अनुसन्धान केन्द्र हैन यहाँ चाहिँ पन्छी अनुसन्धान कार्यक्रम भनौं न पन्छी अनुसन्धान कार्यक्रम चाहिँ परवानीपुर 12 मा छ राष्ट्रिय अगाडि पनि राष्ट्रिय यसको पनि राष्ट्रिय हो अहिले राष्ट्रिय प्रस्तावमा हुन्छ त्यसै पाखरीबास धनकुटा अब यसको आन्सर भइहाल्यो सी आन्सर ठिकै छ हैन तरारा सुनसरीमा चाहिँ राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम छ यो हेरेर सुनौं है जस्तो राष्ट्रिय औद्योगिक अनुसन्धान कार्यक्रमको अगाडि राष्ट्रिय छैन नि 63 पुग्यो हैन ठीक छ 63 होला गर्नु त कतिवटा भए ल अब हामी ठ्याक्कै 450 भएछ ल साथीहरु अझै लिंक पठाउँ त 500 जना पुर्याउनु पर्यो ठ्याक्कै 500 पुगेको स्क्रिनशट ट्याक्क लिम त साथीहरुले ल यति काम चाहिँ गरौँ त तपाईले आफ्नो फेसबुक वालमा कता कता हुन्छ ग्रुपहरुमा गर्नु पर्यो ल है विवेकजी को हो तपाईले बिमला जोशी सुशीला शर्माजी यो राष्ट्रिय तपाईले हेर्नु त 20 वटा अनुसन्धान कार्यक्रम तपाईलाई नि बाली वस्तु अनुसन्धान कार्यक्रम 20 वटा कसैको अगाडि राष्ट्रिय छ तर कसैको अगाडि राष्ट्रिय छैन जस्तो औद्योगिक अनुसन्धान कार्यक्रमको अगाडि राष्ट्रिय जोडेको छैन नि कति याद गर्नु भएको छ कफीवाली अनुसन्धान कार्यक्रमको अगाडि राष्ट्रिय जोडेको छैन कि किन तिनीहरुको अगाडि राष्ट्रिय छैन त हैन कारण त होला नि हैन जुटको अगाडि राष्ट्रिय छैन राष्ट्रिय हुनको लागि के हुनुपर्छ नि त्यसले जीडीपी मा बढी योगदान दिएको हुनुपर्छ के त्यसले गर्दा कहिलेका तपाईहरुलाई यो अन्तर्वार्ता पनि सोच्छ जस्तो राष्ट्रिय बाली हुनको लागि जसले चाहिँ कुल कृषिको राष्ट्र उत्पादन अथवा कृषिको राष्ट्र उत्पादनमा बढी योगदान दिएको छ तिनीहरु राष्ट्रिय बालीको रूपमा आउँछन् अलिक कम भएका चाहिँ राष्ट्रियमा आउँदैनन् जस्तो अदुवाको अगाडि राष्ट्रिय छैन नि त्यहाँ हैन तरारा सुनसरीमा त राष्ट्रिय भैँसी अनुसन्धान बाली नै कि कार्यक्रम भैँसी अनुसन्धान कार्यक्रम हैन त्यस्तो छ हो तपाईहरु टुरमा जानु भएको होला हैन त्यसले गर्दाखेरि यो यिनी लोकेसन कहिलेका तपाईलाई पहाडी बाली अनुसन्धान कार्यक्रम भनेर काभ्रे दोलखा जस्तो ठ्याक्कै स्पेसिफिक रूपमा चाहिँ धानबाली अनुसन्धान कार्यक्रम कहाँ छ हर्दिना धनुषा बिनिया अथवा हैन मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवनमा छ गहुँ बालीको भैरवामा छ बाली स्पेसिफिक छ नि त धेरैको त ठ्याक्कै गाउँको गाउँमा मकैमा छ यो पहाडी बालीले के को काम गर्दो रहेछ जस्तो त्यो कोदोको जातहरु काभ्रे 1 काभ्रे 2 छ नि किन काभ्रे नाम राखियो भने यो काभ्रे चाहिँ बडो अनुसन्धान भएर काभ्रे राखिएको हो के अनि यो व्यावसायिक बाली अनुसन्धान कार्यक्रम भनेको यसले प्राय सबै प्रकारको व्यावसायिक बालीको रिसर्च गर्छ ठ्याक्कै एउटै बाली छैन यसमा पनि हैन यो कुरा चाहिँ बुझ्नु होला होइन नि राष्ट्रिय हो सुन्तलाको चाहिँ पारिपातले हो कुरा बुझ्नु है विवेकजी सुन्तला जात बाली वस्तु अनुसन्धान कार्यक्रम चाहिँ धनकुटा तर पारिपातलेमा हो त्यहाँ चाहिँ पारिपातलेमा हो छ त्यो चाहिँ हैन यो पाखरीबार धनकुटाको चाहिँ व्यावसायिक वालाको हो के धनकुटामा दुईटा छ नि त नारकको स्टेसनहरु त्यो पारिपातलेमा रहेको सुन्तला जातको भयो हैन पारिपातले धनकुटा यो चाहिँ पाखरीबासको के हो त फेरि व्यावसायिक बालीको हो के ल यसरी नारक अन्तर्गतका टोटल स्टेसनहरु यी भयो हैन यो बुझ्नु होला स्टेसनहरु कहाँ रहेका छन् यो पनि बुझ्नु होला हैन अहिले भर्खरै नारकको विज्ञापन भएर हैन अब यो गते नियुक्तिको लागि पनि अब नारकले बोलाएको छ हैन कर्मचारीहरु काठमाडौँमा ल यो प्रकारले चाहिँ लोकेसन याद गर्नु होला तपाईलाई यसको सामान्य लजिक के दिए भने कस्ता बालीहरुलाई राष्ट्रिय नाम राखिदो रहेछ हैन कस्ता बाली राष्ट्रिय नाम राखिदो रहेछ त हैन यी स्टेसनहरु के रहेछ त्यो कुरा बुझ्नु होला ल यसको फोटोबाट लिन सक्नुहुन्छ है म उता अर्कोपट्टि बढे अब ल मैले लाइन गरे है ल सहभागिता अलि बढाउन त साथै 500 जन चाहिँ पुग्नु पर्यो 450 हामी नियमित भयौं हैन कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र कहाँ अवस्थित छ यसको आन्सर के लाउनु हो अनि आज फिजिकल पढ्ने साथीहरुले एउटा नक्टाजी धनुषा होइन र पनि भन्नुहुन्थ्यो हैन नक्टाजी धनुषा पनि सोच्नुभयो धेरै जनाले नक्टाजी धनुषा हो कि कता भन्ने टाइपको पनि थियो हैन के लगाउनु भयो यसको आन्सर तपाईहरुले यसो कमेन्ट गर्नु होला तपाईले यसका केही कुराहरु हेरेर हैन एकदम सटिकमा एक दुईटा कुराहरु लेख्छु है यसको चाहिँ जस्तो हरिहर भवन ललितपुर यो नक्टाजीमा के छ भने यो कार्यालयको नाम चाहिँ है नक्टाजीमा रहेको कार्यालयको नाम कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र हो अलिकति झुकिने टाइपको चाहिँ छ हैन धेरै झुक्याउन नै बनाएको छैन हो तपाईले यसै कन्फ्युज पर्नु होला त्यही भएर धनुषातिर हान्नु होला भन्ने हिसाबले हैन बनाएको क्वेशन चाहिँ हो यो है अब यसको आन्सर के लगाउनु हुनु त कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र कहाँ अवस्थित छ भन्ने हैन यो कृषि विभाग अन्तर्गतको एउटा स्टेसन हो हैन यो कुरा हामीले बुझेका छौं यिनी सबै कृषि विभागका कार्यालय हुन् तर यिनीहरु मध्ये
यो हरिहर भवन ललितपुरमा के छ त यसको एन्सर त यो भइहाल्यो ठिक छ तपाईँले जे यो एन्सर ठिक छ म अरूमा गएन है हरिहर भवन ललितपुरमा चाहिँ यो कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण है कृषि विभाग अन्तर्गत 6 वटा केन्द्रीय निकाय छन् कुरा बुझ्नु है कृषि विभागमा चाहिँ 6 वटा केन्द्रीय निकाय छन् है 6 वटा केन्द्रीय निकाय 6 वटा छन् हैन 14 वटा फार्म केन्द्र छन् हैन फार्म केन्द्रहरू 14 वटा छन् के अरे कृषि विभाग हो कि हैन कृषि विभाग अन्तर्गतका फार्म केन्द्रहरू 14 वटा र कृषि विभाग अन्तर्गतका टोटल चाहिँ केन्द्रीय निकायहरू कतिवटा छन् त 6 वटा छन् अनि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र फार्म केन्द्र होइन यो केन्द्रीय निकाय हो कृषि विभागका 6 वटा केन्द्रीय निकाय छन् त्यसमध्ये एउटा केन्द्रीय निकाय हो म तपाईँलाई के कुरा बुझाउँदै सुन्नु होला है यो एउटा केन्द्रीय निकाय हो र यस अन्तर्गत पर्ने चाहिँ जो कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र नक्टाजी धनुषा छ हो यस अन्तर्गतको फार्म केन्द्र हो फेरि यो केन्द्रीय निकाय भयो यस अन्तर्गतको फार्म केन्द्र चाहिँ फेरि यो हो कि यसैको फार्म केन्द्र यो हो यो कुरा बुझ्नु होला है हो यसैको फार्म केन्द्र चाहिँ यो हो यो कुरालाई याद गर्नु होला ल अब यो कृषि पूर्वाधार विकास जस्तो कृषि विभागका 6 वटा केन्द्रीय निकाय त जान्नुहुन्छ नि हैन कृषि विभागका 6 वटा केन्द्रीय निकाय भनेको एउटा राष्ट्रिय आलु तरकारी तथा मसलावाली विकास केन्द्र हैन राष्ट्रिय फलफुलबारी विकास केन्द्र हैन बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र सिरी महलमा छ बाली सम्बन्धी हेर्नको लागि हैन बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र भयो त्यसपछि कसरी कृषि पूर्वाधार भइहाल्यो अनि अर्को चाहिँ केन्द्रीय कृषि प्रयोगशाला छ हैन यसरी 6 वटा केन्द्रीय निकाय छ हैन ल हामी 470 जना भइसौँ ल साथीहरु ठ्याक्कै 500 पुर्याउँ त ल अहिले पछि आएको साथीहरुले लिंकलाई बढाएर 500 जना पुर्याउनु पर्यो है तपाईहरुले चाहिँ जति हुन्छ लिंकलाई यसो शेयर गरिकन 500 जना पुर्याउनु होला ल साथीहरु अरूलाई पठाउँदै गर्न पर्यो ल यो 6 वटा केन्द्रीय निकाय मध्ये एउटा केन्द्रीय निकाय हो हैन कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र 6 वटा केन्द्रीय निकाय छन् नि कृषि विभागका तिनका आफ्नो काम छन् नि जस्तो बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले के काम गर्छ त्यसले बाली सम्बन्धी काम गर्छ बिउबिजन सम्बन्धी काम गर्छ त्यसले जैविक विविधता सम्बन्धी काम गर्छ रैथाने बालीहरु सम्बन्धी काम गर्छ बाली विकासले अनि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रले के काम गर्छ यसले बजार सम्बन्धी काम गर्छ कहिलेकाहीँ यही सोध्दा तपाईहरुलाई कृषि विभागको तलका मध्ये कुन केन्द्रीय निकाय बजारसँग सम्बन्धित सोध्यो भने यसले बजारलाई ह्यान्डलिङ गर्छ कृषि यान्त्रिकरणलाई ह्यान्डलिङ गर्छ यसले हो हैन कृषि के रे बजारलाई ह्यान्डलिङ गर्छ यान्त्रिकरणलाई ह्यान्डलिङ गर्छ यसले अनि त्यस्तो निकाय चाहिँ यो भयो यो बजार कृषि यान्त्रिकरण सम्बन्धी काम गर्ने भयो यसले केन्द्रीय कृषि प्रयोगशालाले विभिन्न जाँचहरू गर्छ बिसादीको जाँच गर्ने हैन त्यसपछि बिउको जाँच गर्ने मलको जाँच गर्ने त्यस्ता कामहरू त्यसले गर्छ त्यस्ता फलफुल सम्बन्धीको फलफुल भयो हैन अर्काको अर्को भयो त्यो विभिन्न खालका छन् हैन त्यो भाग हुन तपाईलाई मैले यो क्वेशन किन राखेको भने यस्ता खालका चाहिँ हामीले हैन कृषि विभागका अथवा विभिन्न निकायका चाहिँ स्टेसनहरू कहाँ रहेका छन् त त्यो बुझ्नु होला कहिलेकाहीँ हामी झुकिने खालको एकचोटि नार्कम यस्तै क्वेशन आयो के कृषि यान्त्रिकरणकै त्यस कोही क्वेशन आएको नार्कम पनि हैन कता कता हाल्नु पर्ने कन्फ्युज भयो मान्छेहरू त्यो देशमा पनि यो कहिलेकाहीँ नझुकिनु होला सुन्दाखेरि कृषि यान्त्रिकरण त यहाँ पनि छ त्यो यो नक्रान्ति धनुषाको चाहिँ कृषि यान्त्रिकरण मात्रै नाममा छ यो यसको एउटा फार्म केन्द्र हो भने कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र कहाँ रहेछ त हरिहर भवन ललितपुरमा छ यो फिक्कल इलाममा के छ थाहा पाउनु भएको छ फिक्कल इलाममा के छ भने फेरि कृषि विभागको निकाय हेर्दाखेरि अलैँची विकास केन्द्र छ यसमा है अलैँची विकास केन्द्र चाहिँ फिक्कल इलाममा छ यदि यही क्वेसनमा चाहिँ अलैँची विकास केन्द्र कहाँ छ भनेको भए अनि गोदावरी ललितपुरमा के छ यो मौरी विकास केन्द्र छ अब पुष्प विकास केन्द्र छ त्यो बागमती प्रदेशको फेरि हैन मौरी विकास केन्द्र पनि छ है पुष्प विकास केन्द्र पनि छ त्यो बागमती प्रदेश अन्तर्गत भयो हैन यो कुरा बुझ्नु होला मैले यस्तो क्वेसन तपाईलाई किन राखेको भने हामीले कम्तीमा लोक यिनी तपाईले अरु कुरा छोड्नु जस्तो यसबाट तपाईले जान्न पर्ने कुरा हैन यो क्वेसनबाट बुझ्न पर्ने कुरा के हो भने एउटा कुरा फार्म केन्द्र हुँदो रहेछ त्यस के अरे एउटा केन्द्रीय निकाय हुँदो रहेछ त्यस अन्तर्गत फार्म केन्द्र रहेछन् अनि तिनको लोकेसन कहाँ छ अनि अर्को कुरा यो केन्द्रीय निकाय राख्नुको मतलब तिनका स्पेशल काम पनि रहेछन् केन्द्रीय कृषि प्रयोगशालाले कस्तो काम गर्ने हैन अर्काले कस्तो काम गर्ने भन्ने पनि हुँदो रहेछ भन्ने बुझ्नु होला अनि आफ्ना आफ्नै प्रकारका कामहरू पनि हुने भयो कि तिनीहरूको अर्को कुरा तपाईले चाहिँ जस्तो नेपालमा कृषि बजारको अहिलेको अवस्था के हो त नेपालमा थोक बजार कतिवटा छन् हैन खुद्रा बजारहरू कतिवटा छन् निजी स्तरका बजारहरू कतिवटा छन् नेपालमा कस्ता कस्ता यन्त्र उपकरणहरूको विकास भएको छ त्यो जान्न पर्यो भने कहाँ खोज्नु त भने यो यसको वेबसाइटमा गएर खोज्ने त्यो लेख्नु कतै तपाईले अहिले नेपालमा कतिवटा बजार छन् त कृषि बजारहरू संघीय बजार निजी बजार कतिवटा छन् नेपालमा कस्ता कस्ता यान्त्रिकरण डेभलप भएको छन् हैन त्यो सम्बन्धी यसमा थाहा पाउने अनि नेपालमा रैथाने बालीको अवस्था के छ बालीका जातहरूको अवस्था के छ नेपालमा जैविक विविधताको अवस्था के छ त्यो कहाँ गएर बुझ्ने
बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रको सानो गरेर बुझ्ने। नेपालमा विषादी जाँचको अवस्था के छ, केन्द्रीय लेभलमा चाहिँ होइन डिएसएमको अवस्था के छ, मलको अवस्था के छ, माटोको अवस्था के छ, केन्द्रीय लेभलको बिउको अवस्था के छ जान्नको लागि केन्द्रीय कृषि प्रयोगशाला भिजिट गर्ने, यस्ता यस्ता कुराहरू जान्नुपर्छ। हो झुक्याउन नै बनाएको होइन, तपाईँको क्वेसन मात्रै झुकिने होइन कि मैले यसको तात्पर्य तपाईँलाई चाहिएका केन्द्रीय लेभलका चाहिँ महत्त्वपूर्ण तथ्याङ्कहरू पाउनको लागि यस्ता खालका निकायहरू पनि भिजिट गर्न सक्नुहुन्छ है त। ल यस्तो बुझ्नु होला, यसको एन्सर के भयो त, ए भइहाल्यो है। ल ठिक छ। अनि हामी अर्को क्वेसन गयौँ, क्वेसन नम्बर 4। यसको म तपाईँलाई अलि यसको पनि बताउँ नआतिनु होला है, म पुरै 8 बजीसम्म भयो भने आजको पुरै क्वेसन सिकाउँछु मैले। तपाईँहरू आफ्नो नेटलाई परिपक्व बनाउनु होला है। तपाईँले अब बस्नु तपाईँलाई फाइदा हुन्छ कि बस्नु भएन भने तपाईँलाई फाइदा हुँदैन, यति कुरा हो होइन। अब यो सूचकाङ्कमा आधारित होइन बाढी बिमा लेख डलरमा आधारित छ भन्ने छ, यसको एन्सर के लगाउनु भयो? सूचकाङ्कमा आधारित बाढी बिमा लेख डलरमा आधारित छ। म तपाईँलाई यसको अलिकति कुराहरू जोड्छु, किनभने बिमाहरूको विभिन्न बिमा लेखहरूमध्ये अलिकति पृथक प्रकारको छ क्या। जस्तो उत्पादनमा आधारित बिमा छ छन त होइन, मौसम सूचकाङ्क स्याउको पनि छ छन त, तर अलि पृथक छ। यसको एन्सर के लगाउनु भयो त? यसको एन्सर के तपाईँहरू कमेन्ट गर्दै गर्नु। योसँग सम्बन्धित केही दस्तावेजहरूको कुराहरू यहाँनिर लेख्छु है, तपाईँले चाहिँ त्यहाँनिर यसो कमेन्ट गर्न सक्नुहुन्छ। एउटा के छ भने नेपालमा है सूचकाङ्कमा आधारित बिमा निर्देशन, योसँग सम्बन्धित कुरा लेख्छु है मैले। तपाईँ अहिले नलेख्नु होला, म भन्छु अहिले 82 छ। यसलाई टेकेर यो सूचकाङ्कमा आधारित बिमालाई टेकेर नेपालमा चाहिँ एउटा सूचकाङ्कमा आधारित होइन बाढी बिमा है, बाढी बिमा अक्षर पनि यसो शुद्ध लेख्ने है साथीहरू। अक्षरहरू तपाईँहरू अब लेख्नेपछि पढ्ने मान्छेलाई भनिराख्नु परेन। जस्तो हेर्दै के भयो त, सूचकाको सु यस्तो दीर्घ हुन्छ होइन, जस्तो बिमाको यस्तो बी दीर्घ हुन्छ। यी सामान्य कुराहरू धेरै हामीले डिपली नबुझे पनि, जस्तो बिउको बिउ त कम्तीमा यस्तो लेख्न त जान्नु पऱ्यो नि होइन, नीति लेख्दाखेरि कम्तीमा यस्तो नीति लेख्न जान्नु पऱ्यो क्या होइन। जस्तो मूल्य लेख्दाखेरि दीर्घ मूल्य बनाउनु पऱ्यो। यी सामान्य कुराहरू हामीहरू कृषिमा चाहिँ जोडिएका एकदम कमन कुराहरू, शुद्ध अशुद्ध पनि ध्यान दिनु होला है। यस्ता यस्ता कुराहरू यो सूचकाङ्कमा आधारित बाढी बिमा भनेर होइन, उत्पादनमा 5% यसको बिमा तोक्या छ। यो कहाँ हुनेछ भने यो चाहिँ तपाईँले अहिले नलेख्नु है। अनि यो म तपाईँलाई यसको पुरै कम्प्लिट तपाईँलाई बताउँछु। 2 नम्बरमा अर्को छ मौसम सूचकाङ्क, धान बाली बिमा भन्ने छ अर्को फेरि। यो फेरि उत्पादनमा मैले छोटो लेखेको छु है, 7% छ यो प्रति बाली। यो चाहिँ कहाँ छ भने यो भएको है कर्णाली नदी, कर्णाली नदीको त्यसपछि खुटिया खोला। ल अब यता सुनौ है, यसको म तपाईँलाई कम्प्लिट तरिकाले बताउँछु के भनेको छ यसले होइन, यसले भन्न खोजेको कुरा के हो। ल सुनौँ यता, पहिला कुरा बुझौँ न। सूचकाङ्कमा आधारित के हो त सूचकाङ्क, यो कुरा त बुझ्नु पर्यो। सूचकाङ्क भनेको खास गरी अब विभिन्न प्रकारका हुन्छन्। यो मौसम सूचकाङ्क भयो होइन त। मौसम सूचकाङ्क बिमा भनेको यस्तो बिमा हो, अरू कारणले गर्दा भएको क्षतिलाई त्यस्तो बिमा लेखले रक्षावरण गर्दैन। यसले कस्तो कुरालाई रक्षावरण गर्छ भने त्यहाँनिर केही इन्डिकेटरहरू छन्, जस्तो बाढी। अब यहाँनिर नि त यी म तपाईँलाई अलि देखाउँछु। निश्चित मौसमका सूचकाङ्कहरूलाई सम्झौता गरिएको हुन्छ, बिमा लेखमा समेटिएको हुन्छ। त्यो अनुसार त्यहाँनिर त्यस्ता मौसमका चाहिँ गडबड, मौसमको त्यो प्रकारको गडबड भयो भने बिमाले चाहिँ क्षतिपूर्ति दिने हो कि। त्यहाँ चाहिँ रोगले गर्दा भएको क्षति, अन्यले गर्दा भएको क्षतिलाई त्यति हेरिँदैन। यसमा चाहिँ स्पेसली कुन मौसमको कुन अवस्थाले गर्दा क्षति भयो त्यो कुरालाई हेरिन्छ प्रायः होइन। यो मौसम सूचकाङ्क बिमा एउटा स्याउमा लागु छ, यो कुरा बुझ्नु भयो तपाईँले। स्याउमा होइन, स्याउमा चाहिँ सबैभन्दा धेरै बिमा लेख के अरे बिमा शुल्क तिर्नुपर्छ 8%। अझ 80 नपानीको लागि हो भने त एक्स्ट्रा 1 जोडेर 9% पुग्छ। स्याउबालीको छँदैछ। स्याउबालीको मौसम सूचकाङ्क बिमा छ उत्पादनमा आधारित, अनि त्यसको
बिमा शुल्क कति हो? 8% हो। नेपालमा भएका बिमा लेखहरूमध्ये सबभन्दा धेरै बिमा शुल्क तिर्न पर्ने स्याउको लागि। स्याउको मौसम सूचकाङ्क बिमा 8% हो। त्यसमा पनि यदि असिना पानीको लागि चाहिँ हामीले त्यो रक्षाभरण गर्ने हो भने असिना पानीको लागि 1% थप भएर 9 तिर्नुपर्छ होइन। असिनाको लागि चाहिँ 1% बढी तिर्नुपर्ने खालको छ त्यहाँ चाहिँ होइन। यो किन चाहिँ मेरो यो डाटा गयो कि डाटा सिद्धि गयो किन हो घुमिरहेको एकछिन है। ल अहिले आएछ बल्ल। यो त उसमा उसको वाइफाई के रहेछ यहाँनिर। यो मेरो त ठ्याक्कै भ्याइएछ है यतातिर। यो मोबाइलमा एकैछिन है, यो मोबाइलमा डाटा लिएर गर्न पनि देखियो यो भ्याइएछ तपाईँहरू फेरि अहिले बर्बाद हुन्छ। एकैछिन है, यो मैले कमेन्ट हेर्नु पऱ्यो नि त होइन। म भन्दैछु यता सुन्नु होला, यो डाटा लिन पनि देखिएको बर्बाद भयो स्थिति। डाटा लिनलाई पनि वाइफाई चाहियो होइन। पैसा सबै दिएको कसरी हुन्छ त। यो मलाई कसैले हाल्दै पनि हुन्थ्यो पैसा, मोबाइलबाट हेर्थेँ मैले होइन। ठिकै डाटा कस्तो भ्याइयो कि यो वाइफाई छैन पनि यहाँको हुन्छ होला। र मालिक साहब हुनुहुन्छ भने यता यसो आउनु होला त। मालिक साहब मलाई वाइफाई हानिदिनु होला यहाँ। नारायण सर मलाई त्यो मालिकलाई यता पठाइदिनु, अफिसतिर पठाइदिनु होला है। म तपाईँको कमेन्ट चाहिँ हेर्न पाइरहेको छैन। अब अहिले होइन त्यो वाइफाई हाल्न पऱ्यो सिद्धि छ कि डाटा सो ध्यानै दिइएन। ल ठिक छ। अब सुन्नु होला, यो सूचकाङ्कमा आधारित बाढी बिमा लेख चाहिँ एउटा स्याउको छ एउटा। स्याउको के छ भने त्यो पनि उत्पादनमा आधारित छ। उत्पादनमा आधारित 8% तिर्न पर्ने र धानमा छ। धानमा दुई किसिमको छ, यहाँ ध्यान दिनु होला। म तपाईँलाई किन लेखेको भने धानमा दुई किसिमको छ। एउटा छ उत्पादनमा, दुईटै उत्पादनमा आधारित हो। एउटा सूचकाङ्कमा आधारित बाढी बिमा भन्ने मात्रै छ। ध्यान दिनु, फरक छ नि कुरा लेख्दाखेरि। सूचकाङ्कमा आधारित बाढी बिमा भन्यो भने 7% छ। सूचकाङ्कमा आधारित बाढी बिमा भन्यो भने चाहिँ 7% छ होइन। र अनि अर्को के छ भने मौसम सूचकाङ्क धान बाली खास बिमा भन्ने छ। अलिकति फरक छ नि कुरा होइन। एउटा सूचकाङ्कमा आधारित बाढी बिमा भनेर लेखा छ यहाँनिर। सूचकाङ्क आधारित बाढी बिमा अलिकति फरक छ कि कुरा उसदेखि। अर्को अगाडि मौसम जोडिएको छ यहाँनिर। मौसम सूचकाङ्क धान बाली भनेको चाहिँ यसको दुईटामा फरक छ। एउटा के छ भने 7% छ बिमा शुल्क यो तल्लोवालाको, माथिवालाको चाहिँ 5% छ है। यो कुरालाई चाहिँ याद गर्नु होला। ल यो कसैले मेरो मोबाइलमा गरिदिनु त। यो नमस्तेको यो मोबाइलमा 100 रुपियाँ हालिदिनु त। म तपाईँको कमेन्टै हेर्न पाउने भएन कि कस्तो झ्याउ। वाइफाई गयो, डाटा ठ्याक्कै सिद्धिएको छैन। अब इसेबाट हाल्नलाई पनि डाटा चाहिने भयो। एकजनाले कसैले फ्याट लगाएर यति दया भाव देखाउँछ। मालिकले फोन गर्न पनि भएन पैसा। नारायण धिताल सरले हाल्दै सबैभन्दा राम्रो होइन। तपाईँहरू कमेन्ट हेर्न मिल्थ्यो, तपाईँहरू कमेन्टै हेर्न पाइने भएन कि यो यसबाट देखिन्न होइन। यो उसबाटै देखिने भइदिए सजिलो हुन्थ्यो। समस्या भयो यसबाट। ल त्यो भएर यो सूचकाङ्कमा आधारित बाढी बिमा भन्यो भने उत्पादनको 5%, मौसम सूचकाङ्क चाहिँ धान बाली बिमा भन्यो भने उत्पादनमा 7% रहेछ भन्ने कुरा बुझ्नु होला होइन। यो दुईटा किसिमको भयो, अलिकति फरक छ यहाँनिर। यो सूचकाङ्कमा आधारित भनेको चाहिँ मौसम सूचकाङ्क भनेको छ। दुईटै कस्तो भने बाढीसँग सम्बन्धित छ, धान बालीसँग सम्बन्धित छ। दुईटै बाढीसँग सम्बन्धित छ। दुईटै बाढीसँग र धान बालीसँग सम्बन्धित छ। र यसमा फरक के छ त भने सुन्नु होला। अब यो सूचकाङ्कमा आधारित बिमा कैलाली नदीको आसपासमा गरिएको छ। कुरा बुझ्नु है। कैलाली नदीले कैला नदी कहाँ बगेको छ त्यो आसपास मात्रै यो लागु हुन्छ भने मौसम सूचकाङ्क बिमा चाहिँ कर्णाली नदी कहाँ बग्छ, त्यो बर्दिया र कैलालीको सिमाना कता कता छ, कैलाली र बर्दियाको कता कता बगेको छ कर्णाली नदी, त्यहाँ हुन्छ यो चाहिँ है। मौसम सूचकाङ्क बिमा कर्णाली र बर्दिया कता कता त्यो नदी बगेको छ कर्णाली त्यहाँ हुन्छ। अनि अर्को कुरा चाहिँ त्यो गोदावरी नजिकै एउटा खुटिया खोला भन्ने रहेछ। त्यो एउटा खुटिया खोला भन्ने पर्दो रहेछ होइन, गोदावरी नजिकै। अनि अर्को चाहिँ त्यहाँ भएको छ। त्यो दुई ठाउँमा चाहिँ यो छ होइन। यो कुरा बुझ्नु होला। ल यस्तो ल ठ्याक्कै कहिले 49 रुपियाँ हालिदियो। ल एउटा कहिले 49 रुपियाँ हालिदिनु भएको छ होइन। 49 को के प्याक आउँछ म त्यो प्याक तान्छु। कहिले 49 फ्याट्टा हालिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद कहिले हालिदिनु भयो होइन। यो झ्याउ भयो कि होइन त कस्तो त्यो प्रिपेयर गरेँ होइन यहाँको। अब फेरि हाम्रो यो आइटी सेक्टरको सरले यो कम्प्युटर यता बनाउने केही गर्नु भएन कि होइन। उहाँहरू त्यति गर्नुहुन्न। एकैछिन है।
यहाँ एकैछिन नातिनु होला है 2 मिनट जति डिस्टर्ब भनेको र त्यति बेलासम्म पर्दा अब लिङ्क पठाउँ त 440 जना हुनुहुन्छ यसो 1 मिनट म गरिहाल्छु नि सबै काम अब पोस्ट पेड प्याक 5 नम्बरको डाटा 2 नम्बरको अब चल्ला है नि त ल ठिक छ अब भइहाल्छ एकछिन डिस्टर्ब भयो होइन सरी है त्यसको लागि आइहाल्यो अब त भ्याट्टै आइगयो भर्खरै उल्टो भन्नुभयो 5 कि 7 कहाँबाट उल्टो भने निरजी दुइटै हो नि 5 पनि हो 7 पनि दुइटै हो कि त्यो सुनौँ न निरजी कहाँ उल्टो भयो त नि भएन है अब कमेन्टमा मैले अलि हेर्न पाएँ अब सुन्नु होला सूचकाङ्कमा आधारित भन्यो भने 5% उत्पादनमा आधारित मौसम सूचकाङ्क भन्यो भने 7% के दुइटै हो अब यो दुइटामा के फरक छ नि स्थान फरक छ एउटा कुरा स्थान के फरक छ यो सूचकाङ्कमा आधारित कोइला नदीको आकार बक्स त्यसको आसपासमा छ मौसम सूचकाङ्क धनबाली भन्यो भने कर्णा नदीको आकार बक्स बर्दिया र कर्णालीको सिमाना अर्को कुरा चाहिँ यो गोदावरी नजिकै रहेको खुटिया खोलाको त्यो कता कता बक्स त्यसको सिमाना त्यहाँ चाहिँ गरिएको छ होइन यो कुरा चाहिँ बुझ्नु होला यस्तो छ यही हो खास गरी बाढीको लागि चाहिँ यो बिमा गरिएको तर यसमा एउटा के समस्या छ भने अनुदान चाहिँ सरकारले दिन्न है यो सूचकाङ्कमा आधारित बिमा चाहिँ सरकारले अनुदान दिँदैन यो कुरा चाहिँ याद गर्नु सरकारको तर्फबाट यस्तो अनुदान छैन अनुदान नहुने बिमा है अनुदान दुईटामा छैन एउटा कालिजमा छैन कहिलेका तपाईँलाई सोध्छ तलका मध्ये कुन प्रकारको बिमा लेखमा चाहिँ सरकारले अनुदान दिँदैन सोध्दैन एउटा कालिजमा दिएको छैन अनि मौसम सूचकाङ्क स्याउमा दिएको छ फेरि है मौसम सूचकाङ्क स्याउमा चाहिँ फेरि दिएको छ स्याउमा दिएको छ तर धानमा दिएको छैन यो कुरा नोटिस गर्नु तपाईँले मौसम सूचकाङ्क धानमा चाहिँ सरकारले दिएको छ तर सरी स्याउमा दिएको छ धानमा दिएको छैन यो दुईटामा चाहिँ सरकारले अनुदान दिँदैन एउटा तपाईँलाई झुकिने खालको छ यो मैले क्वेसन बनाउनुको मतलब के हो भने एकदमै झुकिने खालको भएर सूचकाङ्कमा आधारित मात्रै भन्दा कति र मौसम सूचकाङ्क भन्दा कति दुइटै बाढीसँग सम्बन्धित चाहिँ एउटा कुरा स्थान फरक छ होइन र यो गर्ने कम्पनी पनि फरक छ है यो एउटा सिकर उसले गर्छ अर्को कसले चाहिँ गर्ने खालको छ यसलाई पनि यसो याद गर्नु तपाईँले डायरीमा हेर्नु होला ल यो सूचकाङ्कमा आधारित बिमा कुराहरू यति भयो है त अनि क्वेसन नम्बर 5 मा जब हामी यो दिगो विकासको लक्ष्य यसमा धेरै कुरा जोड्न पर्दैन दिगो विकासको लक्ष्य सन् 2016 देखि 30 अनुसार सन् 2030 सम्म कृषि क्षेत्रद्वारा उत्सर्जित ग्रिन हाउस ग्यास कति प्रतिशत झार्ने चाहिँ लक्ष्य राखिएको छ भने यो क्वेसनमा त्यति धेरै चर्चा गर्न पर्दैन कति लगाउनु तपाईँले यसै अनुसार होइन यो दिगो विकासको लक्ष्य एसडिजी त जसले पनि बुझ्नु भएको छ होइन एसडिजी यसका 17 लक्ष्य छन् यो 17 लक्ष्य छन् यो 17वटा लक्ष्यहरू मध्ये यो एसडिजी एउटा युएनको दस्तावेज हो नेपालको छुट्टै होइन यो युएनको दस्तावेज हो युएन भनेको युनाइटेड नेसन हो होइन संयुक्त राष्ट्रको दस्तावेज हो तर यसको युनाइटेड नेसनको दस्तावेज अनुसार नेपालले पनि यसका चाहिँ टार्गेट लिएको छ नेपालले पनि आफ्नो प्रकारले चाहिँ होइन कसलाई कतिमा पुर्याउने कसलाई कतिमा झार्ने भन्ने प्रकारको टार्गेट लिएको छ नेपालको पनि छुट्टै प्रकारको दस्तावेज छ जस्तो कृषि क्षेत्रका पनि छन् यसमा कृषि क्षेत्रको चाहिँ होइन के अरे प्रति व्यक्ति खाद्यान्न कति पुर्याउने होइन कृषिको उत्पादकत्व कति पुर्याउने कृषिको वृद्धि कति पुर्याउने त्यस्ता खालका पनि यसमा चाहिँ टार्गेटहरू राखिएको छ धेरै प्रकारका छन् होइन यो कुरालाई याद गर्नु होला यो दिगो विकासको लक्ष्य सन् 2016 देखि 30 अनुसार 2030 सम्म चाहिँ कृषि क्षेत्रद्वारा हुने यो कति पुर्याउने भन्ने छ अब यसमा त्यति धेरै चर्चा गर्न परेन यो एकदम सजिलै तरिकाले पनि होइन थाहा हुने प्रकारको छ यसमा के छ भने सुन्नु होला यसको अनुसार चाहिँ हेर्दाखेरि यो 34% एन्सर भइहाल्यो होइन सी एन्सर मजाले भइहाल्यो तपाईँलाई यसमा के देखाउँछु भने बरु यसमा सम्बन्धित लक्ष्य 17वटा छन् होइन के अरे 17वटा 17 लक्ष्य मध्ये नेपालमा चाहिँ 14 नम्बर लक्ष्य कारण हुँदैन होइन नेपालमा 14 नम्बर लक्ष्य कारण हुँदैन कुरा बुझ्नु तपाईँले र 17वटा लक्ष्य मध्ये कृषिसँग सम्बन्धित तपाईँले अलिक बढी हेर्न पर्ने उपसूचक हेर्नु होला यसका कृषि सम्बन्धी चाहिँ अलिक मिल्दा खालका के छन् भने लक्ष्य नम्बर है लक्ष्य नम्बर 1 को एकदम मिल्दो छ गरिबीको अन्त्य होइन 2 नम्बर भोकमरीको अन्त्य पनि मिल्दो छ खाद्यान्नसँग होइन 6 नम्बर चाहिँ यो स्वच्छ सरसफाइ यो पनि मिल्दो छ होइन 8 नम्बरको चाहिँ आर्थिक वृद्धि यो पनि मिल्दो छ कृषिसँग वृद्धि बढाउने कुरा अनि 12 को चाहिँ उत्पादन भन्ने चाहिँ यो पनि मिल्दो छ होइन 13 को चाहिँ गरिबी निवारण खास गरी कृषिसँग चाहिँ अलिक बढी सम्बन्ध राख्ने खालका यिनीहरू हुन् कहिलेकाहीँ यस्तो पनि सोध्या हुन्छ कि होइन यो दिगो विकासका विभिन्न लक्ष्य मध्ये होइन कृषिसँग सम्बन्धित खालका लक्ष्यहरू के छन् सोध्यो भने चाहिँ कृषिसँग सम्बन्धित खालका लक्ष्यहरू भनेका लक्ष्य नम्बर 1 को होइन गरिबीको अन्त्य 2 मा भोकमरीको अन्त्य होइन 6 नम्बरको सरसफाइ पानी भने हान त्यो भनेको सिँचाइसँग यो 6 नम्बर सिँचाइसँग जोडिन्छ कि 6 नम्बर
होइन। 8 नम्बर चाहिँ हाम्रो आर्थिक वृद्धिसँग जोडिन्छ, 12 नम्बर चाहिँ उपभोगसँग जोडिन्छ, उत्पादनसँग, 13 नम्बर चाहिँ जलवायु परिवर्तनसँग जोडिन्छ होइन। यो कुरालाई याद गर्नु होला। मैले यो क्वेसन अलिक किन छिटो भन्यो भने यसमा चाहिँ हामीले टार्गेट यो हुनै पर्ने चिज हो, यसमा कुनै त्यस्तो खालको कन्सेप्ट हुँदैन। जस्तो अब यस्तो तपाईँलाई चाहिँ होइन नेपालमा चाहिँ के अरे दिगो विकासको लक्ष्य अनुसार गरिबी कतिमा झार्ने होइन लक्ष्य लिएको छ, अथवा प्रति व्यक्ति खाद्यान्न उत्पादन कति पुर्याउने लक्ष्य लिएको छ भनेर यस्तो प्रकारको क्वेसन आउन सक्छ क्या। त्यो बेला यसको टार्गेट चाहिँ तपाईँले घोक्नु होला होइन। नेपालको छुट्टै छ है यो तपाईँले युएनको डाउनलोड गर्नुभयो दस्तावेज त्यो अर्कै किसिमको होला, नेपालको छुट्टै छ। त्यो म तपाईँलाई नोट पनि प्रोभाइड गरिदिउँला, यसको पिडिएफहरू हेर्नु होला। यसका चाहिँ कृषिसँग मिल्दा लक्ष्य त अन्य सामान्य फाटोफुट लक्ष्य पनि छन्, तर अलिक बढी मिल्दा लक्ष्यहरू भनेका यिनीहरू चाहिँ अलिक बढी सम्बन्धित छन् होइन। र यो 14 नम्बरको लक्ष्य त अब नेपालमा त्यति कारण हुँदैन, यो कुरा तपाईँहरूले पनि बुझ्नु भएको छ होइन। ल यति कुराहरू चाहिँ याद गर्नु होला। अलिक बढी मिल्दा खालका लक्ष्यहरू भनेका यी भयो त। हो तपाईँ युएसजीको जिके उसो पढ्नुपर्छ होइन त, निरजीले भने जस्तो हो। तपाईँले उसो कता कता पढ्नुपर्छ यसलाई, त्यो जिकेतिर अलिक बढी पढ्नु होला नि त, पौडी म्यानेजमेन्टतिर त्यहाँ अलिक धेरै पढ्नु होला। हामी कृषिसँग सम्बन्धित कुरा हामीले पनि पढ्छौँ, यो कुरा सधैँ है। ल यसमा यो क्वेसनलाई मैले अलि छिटो भने किनभने यो टार्गेटका कुराहरू ल टार्गेट लिएका कुराहरू हामीले बुझ्न पर्यो। अघि 5 नम्बर क्वेसनको एन्सर त उत्पादनमा आधारित त्यत्रो भनेको थिएँ नि त, टिक लगाउन बिर्सेछ होइन। के अरे 4 नम्बरको चाहिँ उत्पादनमा आधारित, तर त्यहाँनिर दुईवटा एकदम झुकिने खालको छ है। सूचकाङ्कमा आधारित एउटा अनि मौसम सूचकाङ्क अर्को, अगाडि मौसम लेखेर एउटा छ अनि सूचकाङ्कमा आधारित भन्दा फरक छ हेर्नु। त्यो कुरा क्लियर हुनुभयो कि हुनुभएन अघि मैले भनेको कुरामा क्लियर हुनु होला है। अब त्यसपछि क्वेसन नम्बर 6 मा जाउँ। यो पनि त्यति धेरै टाइम लाग्दैन। लैङ्गिक समानता जेन्डर इक्वेलिटी का सम्बन्धमा तलका मध्ये कुन भनाइ सही छ? यो समता र समानता हुन्छ होइन। यसलाई पनि म अलि तपाईँलाई छिटो भन्छु। समता भनेको के हो? एउटा सामाजिक न्याय हो होइन। समता भने इक्विटी भन्ने हुन्छ नि त, इक्विटी र इक्वेलिटी भन्ने हुन्छ। समता भनेको सामाजिक न्याय, त्यहाँ के हुन्छ आवश्यकता चाहना र सम्भावना अनुसारको एउटा सामाजिक व्यवहार हुन्छ समतामा। समानतामा के हुन्छ सबैलाई बराबर हुन्छ, कसैलाई पनि भेदभाव गरिँदैन, जे छ सबैलाई त्यहाँ के हुन्छ त बराबर प्रकारको चाहिँ गरिएको हुन्छ। समता र समानतामा भएको फरक चाहिँ त्यो सुन्नु होला है। समता र समानतामा त्यो प्रकारको भिन्नता छ होइन त। यो लैङ्गिक समानताका सम्बन्धमा तलका मध्ये कुन भनाइ सही छ भन्ने चाहिँ यसको एन्सर के लगाउनु भयो? के लगाउनु भयो यसको एन्सर भन्नु त? बी लाउनु भयो। अब अमूर्त भने के हो त? यो बुझ्नु भयो त्यसै बी त लगाइदिनु भयो। अब सुन्नु होला है। लैङ्गिक समानतामा के हुन्छ कसैलाई पक्षपात हुँदैन। जस्तो बराबर के तपाईँले पनि 2टा रोटी खाने मैले पनि 2टा रोटी खाने हो, तपाईँले पनि मासु भात मैले पनि मासु भात, तपाईँलाई पनि खुल्ला कम्पिटिसन गराउने मलाई पनि खुल्ला कम्पिटिसन गराउने, तपाईँ पनि दलितमा भिड्ने म पनि दलित भिड्ने, त्यो सबैलाई बराबर भयो भने त्यो समानता भयो। समतामा त्यस्तो होइन। समतामा चाहिँ दलितलाई छुट्टै सिट, अपाङ्गलाई छुट्टै सिट, महिलालाई छुट्टै सिट होइन, खसारेलाई छुट्टै सिट बनाउने हो। त्यही गर्दा यो व्यवहार हो, मिल्यो त मिलेन, किनभने यो व्यवहार होइन नि। व्यवहारिक रूपमा मिलाउने हो भने त के हुनु पर्थ्यो? जसले जे चाहन्छ, जसलाई जे आवश्यक हो, जसले जे सक्छ त्यो प्रकारको व्यवस्था गर्नु पर्थ्यो। यदि हामीले चाहिँ व्यवहारिक रूपमा हेरेको भए, सामाजिक व्यवहारिक होइन। यसले सामाजिक रूपमा चाहिँ व्यवहारिक पक्षलाई ध्यान दिँदैन, व्यवहारिक पक्षलाई समताल ध्यान दिन्छ। समताले के भन्छ त? तपाईँले समुदायमा कस्तो, जस्तो तपाईँले मानव उदाहरणको लागि होइन, तपाईँ महिलाले खासै जोत्न सक्नुहुन्न नि। अब त्यो फेरि मैले तपाईँलाई शारीरिक रूपमा अलिकति कमजोर हुनुहुन्छ भनेको होइन। प्रायः जोत्ने कामहरू घरमा चाहिँ होइन, त्यो पर्खालहरू लगाउने कामहरू, जस्तो ढुङ्गाहरू चाहिँ पत्थरका त्यो ढुङ्गाहरू निकाल्ने कामहरू प्रायः कसले गर्छ? पुरुषले गर्छ। किन? त्यो एउटा सामाजिक व्यवहार हो। अनि घरमा खाना पकाउने कामहरू, प्रायः धानहरू रोप्ने कामहरू, सामान्य गोडमेल गर्ने काम कहिले गर्छ? महिलाले बढी गर्नुहुन्छ हो कि होइन? त्यो एउटा सामाजिक व्यवहार हो। त्यही त हो नि होइन। हाम्रो एउटा खेतीपाती विषयले गर्दा धान खेतमा चाहिँ जोत्ने कामहरू होइन, ठुल्ठुला घरहरू बनाउने कामहरू, पर्खालहरू लगाउने कामहरू पुरुषले गर्नुहुन्छ भने सामान्य चाहिँ होइन धान रोप्ने कामहरू, झारहरू गोड्ने कामहरू महिलाले गर्नुहुन्छ भने त्यो एउटा सामाजिक व्यवहार त त्यो पो हो त। त्यसलाई त समता भन्छन्। यो समानता 1 नम्बर अप्सन मिलेन। यो बढी अमूर्त हुन्छ। अमूर्त हुन्छ भनेको सैद्धान्तिक पक्षसँग जोडिएको छ। यसले निश्चित सिद्धान्तलाई ध्यान दिन्छ तर पक्षपात गर्दैन। अमूर्त भनेको कस्तो भने यसले चाहिँ खासै पक्षपात होइन गर्दैन भन्ने टाइपको हो। अमूर्त भनेको कस्तो? यो सिद्धान्तमा यसले जोड दिन्छ तर
तर उसले व्यवहार हेर्दैन। जस्तो कानुनले के भन्छ त, कानुनले कसैलाई होइन यो गल्ती गरे ओहो मैले त जानिनँ भन्दैन। तपाईँले कुनै गल्ती गर्नुभयो भने कानुनले के भन्दैन भने मैले जानेको थिएन भनेर चाहिँ मैले तपाईँ गल्तीबाट भाग्न पाउनुहुन्न। त्यो भएर अमूर्त हुन्छ भने यो सिद्धान्त मैले जोड दिन्छ, जे हो यथार्थ व्यवहार गर्छ, कसैलाई उसले तलमाथि गर्दैन, जे हो बराबर व्यवहार गर्छ भने यो मिल्यो। किनभने अमूर्त ठिक छ, अमूर्त भनेको सिद्धान्तलाई जोड दिन्छ यसले, मूर्त छैन। मूर्त भनेको यसले खास मिलाउँदैन के पक्षलाई तलमाथि, यसले चाहिँ अमूर्त भनेको कसैलाई पक्षपात गर्दैन अनि समान व्यवहार गर्छ भन्ने अर्थ हो सिद्धान्तमा जोड दिन्छ भन्ने। यो न्याय प्राप्त भएको अनुभूति होइन, यो पनि मिलेन। किन मिलेन भने समानताबाट न्याय प्राप्त हुँदै हुँदैन। किनभने जस्तो मानव मेरो बाबु र मैले होइन, उसले बाबुलाई मलाई पनि एउटा थालीमा खाना दियो, उसलाई पनि थालीमा खाना दियो भने त कहाँबाट न्याय प्राप्त भयो त नि। अनि उसलाई पनि सानो प्लेटमा खाना दियो, मलाई पनि सानो प्लेटमा खाना दियो त भएन त्यस्तो। त्यसले गर्दा यो न्याय प्राप्त भएको अनुभूति होइन, समानताबाट न्याय प्राप्ति हुँदैन। जस्तो कसैले चाहिँ मासु भात खाँदैन भने उसलाई रोटी तरकारी व्यवस्था गरेको सामाजिक न्याय हो त। अनि मासु भात नखाने मान्छेलाई पनि खा भनेर मासु भात दियो भने त सामाजिक न्याय भएन नि त, यो पनि मिलेन। यो वास्तविक मूर्त हुन्छ, मूर्त भन्दा कुरै भएन नि त, यो मिल्दा मिलाउँदैन। त्यसले गर्दा यसको एन्सर बी ठिक छ है। अब समानता समतातिर जाम्ला, समतामा के हुन्छ प्रायः समानुपातिक प्रणाली हुन्छ होइन, सकारात्मक विभेद हुन्छ, न्याय प्राप्त हुन्छ समतामा। समानतामा त सबैलाई बराबर बराबर तराजुमा नाप्दा पनि बराबर उठाएको चाहिँ समानतामा हुन्छ है त। ल ठिक छ, यसको एन्सर यो 6 नम्बर क्वेसन। ल अब क्वेसन नम्बर हामी 7 मा जाउँ। तपाईँहरूको सहभागिता अलिक किन घट्यो अहिले होइन त, 440 जना हुनुहुन्छ। ल सहभागिता अलि फेरि लिङ्क अझै पठाउँ त, नारायण दिटाल सर यसो पठाइदिनु फेरि ग्रुपतिर होइन। कता के भयो मैले अघि कमेन्ट नआइरह भएर हो कि। अमूर्त भनेको कस्तो भने मूर्त भनेको त्यसले सामाजिक रूपमा व्यवहारिक रूपमा ध्यान दिन्छ होइन, त्यसले मिलाउँछ, व्यवहार मिलाउँछ अनि त्यसले चाहिँ चाहना मिलाउँछ, आवश्यकता मिलाउँछ। मूर्त भने त्यस्तो। अमूर्त भनेको त्यसलाई ध्यान दिने, यसले सिद्धान्तलाई टेक्छ, जे हो एकुरेट काम गर्छ, व्यवहार मिलाउँदैन भनेको चाहिँ अमूर्त भयो के। अमूर्त भनेको जे हो कानुनमा टेक्छ, सिद्धान्तमा टेक्छ, पक्षपात गर्दैन, कसैलाई बराबर लेभल दिन्छ। समता भनेको त पक्षपात पनि हो नि, समता भनेको सकारात्मक विभेद हो क्या त्यो। अब साइलेज बनाउन प्रयोग गरिने र अमेरिकामा बढी खेती गरिने मकै कुन हो यहाँ सुन्नु होला है। विश्वमा चाहिँ मकैका 7 समूह छन्। अब त्यो कलरको आधारमा त हामीले होइन पहेँलो मकै सेतो मकै भन्छौँ कि, तर विश्वमा मकैलाई 7 हिसाबले बाँडिएको छ। अब मकै भन्ने बित्तिकै अमेरिकालाई बुझ्नु पऱ्यो होइन, किन अमेरिका भनेको अब मकै सबभन्दा धेरै फल्ने देश। अमेरिकालाई मकैको सुन भन्छन् होइन। कृषि प्रसारमा चाहिँ कृषकहरूको वर्गीकरण जो गरिएको छ गरुण प्रक्रियामा, त्यो पनि हाइब्रिड मकैमा रोगरले गरेको। त्यसले गर्दा मकै भन्ने बित्तिकै प्रायः अमेरिकाको कुरा आउँछन् र अमेरिकामा यसरी विभाजन गर्दा 7 समूह चाहिँ बाँडिएको थियो। 7 समूहमध्ये कडा मकै भन्ने यो होइन, यो कडा मकै भन्ने जुन छ, कडा मकै विश्वमा सबभन्दा धेरै खेती हुने मकै हो। विश्वमा है, विश्वमा सबभन्दा धेरै खेती हुने, नेपालमा पनि सबभन्दा बढी खेती हुने। हामीले खाने यो कडा मकै पशु आराम बन जान्छ। खास गरी मान्छेले बढी खाने मकै, हामीले खाने मकै भनेको कडा मकै हो होइन। एउटै बोटमा 2टा पनि घोगा लाग्न सक्छ कडा मकैको। हाम्रा नेपालमा भएका जातहरूमध्ये म्याक्सिमम जातहरू कडा मकैका जातहरू हुन्। यो जात भनेको विश्वव्यापी रूपमै बढी खेती हुन्छ होइन। हामीले चाहिँ अब यसलाई पशु आहारको रूपमा दिन सक्छौँ र यो हामीले खानाको रूपमा पनि खान सक्ने भयौँ कडा मकै चाहिँ। अनि मुरली मकै भनेको पपकर्न त जहिले पनि बुझ्नुहुन्छ। पपकर्न भनेको त्यो ठुला फुला उठ्छ नि, यसो त्यसलाई तताउँदाखेरि होइन ठुल्ठुला फोका उठ्छ, त्यसबाट खासै रोटी बन्दैन, यस्तो रोटीहरू बन्दैन, पशु आराम प्रायः यो जाँदैन। यो केमा जान्छ त, हामीले खानको लागि खाजा भन्छ नि त्यसलाई, खाजाहरू जस्तो के त्यो भुटेर खानको लागि चाहिँ यो प्रसिद्ध छ मुरली मकै, यसलाई पपकर्न भन्छन् होइन। यो हामीले प्रायः होटलतिर गयो भने खै यसो पपकर्न ल्याउनु भन्छौँ नि हामीले, त्यो पपकर्नवाला जातहरू मुरली मकै पनि पर्ने भयो। अनि यो बङ्गुरे मकै भनेको कस्तो भने सुन्नु होला, यो अनि एउटा यो ठुलो बोट भएको मकै हो, सबभन्दा ठुलो बोट भएको मकै पनि हो र सबभन्दा धेरै फल्ने मकै पनि हो। फेरि यो धेरै फल्ने ठुलो बोट भएको मकै, प्रायः एउटा बोटमा एउटा मात्रै घोगा हुन्छ, यसको दाना पनि ठुलो, बोटको आकार पनि ठुलो, घोगा पनि ठुलो भएको, तर एउटै फल्ने खालको जात हो। र यो कस्तो चाहिँ पशुलाई साइलेज भने त अब तपाईँ हामी धेरै खासै बुझ्दैनौँ होइन। साइलेज भने कस्तो हो भने यो पशुहरूको लागि चाहिँ एउटा खुवाउने आहार हो। हामीले सिन्की बनाउँछौँ नि, सिन्की त्यो तरिकाले चाहिँ त्यो घाँसहरूलाई बनाएर बनाउँछन् कि। साइलेज बनाउनको लागि पशुलाई जो खुवाउने एउटा साइलेज छ, साइलेज बनाउनलाई एकदमै बेस्ट मकै हो र अमेरिकामा चाहिँ सबभन्दा बढी खेती भएको भन्ने हिसाबले यसको एन्सर सी भइहाल्यो होइन। गुलियो मकै भनेको चाहिँ स्विट कर्न हो। यो चाहिँ यो एकदम त्यो के अरे स्विट कर्न भनेको कस्तो भने काँचै खानुपर्छ यो मकै, किनभने छिप्पिएको मकै खायो भने यसबाट चाहिँ हाम्रो शरीरलाई कार्बोहाइड्रेट सुगर धेरै प्राप्त हुन्छ, स्टार्च धेरै आउँछ कि यसबाट, सुगर धेरै आउँछ, क्यालोरी बढी आउँछ। क्यालोरी बढी आउँदाखेरि के हुन्छ, समस्या हुन्छ कहिले काहीँ। त्यसले गर्दा गुलियो मकै भनेको चाहिँ स्टार्च बढी भएको,
सुगर बढी भएको, कार्बोहाइड्रेट बढी भएको, सकेसम्म यसलाई काँचै खानुपर्छ है। यो मकै प्रायः काँचो खानुपर्छ। छिप्पिएर खाँदाखेरि शरीरमा चाहिँ कार्बोहाइड्रेटको मात्रा बढ्ने होइन, सुगरको मात्रा बढ्ने, क्यालोरीको मात्रा बढ्ने, जसले गर्दा चाहिँ शरीरमा मोटोपन बढ्ने होइन, बोसो बढ्ने हुनसक्छ। यो कुरा याद गर्नु होला। त्यो भएर यसको एन्सर के भयो त? सी भयो। र नेपालमा सबभन्दा धेरै खेती हुने भने अब गडा मकै हुन्थ्यो होइन। पपकर्न भने हामी बुझिहाल्नुभयो होइन। अलिकति क्यालोरी बढी भएको, कार्बोहाइड्रेट बढी भएको भने अब गुलियो मकै हुन्थ्यो। यो प्रकारको छ होइन त। ल ठिक छ, तपाईँको सहभागिता बिचमा घटेको थियो भने फेरि पनि लगभग 445 47 48 जना हुनुभयो। लिभ नगर्नु होला है, मजाले सुन्नु होला होइन, एकदम ध्यान दिएर सुन्नु होला। हामी क्वेसन सिद्ध्याउँछौँ, नआत्तिनु होला। एकछिन बिचमा चाहिँ अलिकति होइन, यो मेरो के अरे डाटा सिद्धिएर थोरै डिस्टर्ब भयो। अब क्वेसन नम्बर 8 को एन्सर के हो? तलका बालीहरूमध्ये सबैभन्दा बढी कार्बोहाइड्रेट कुन बालीमा पाउँछ? के हो यसको एन्सर भन्नु त? के लगाउनु भयो यसको एन्सर? म तपाईँलाई यसको चाहिँ तथ्याङ्कीय पक्षहरू, यसमा भएको चाहिँ कन्टेन्ट के हो होइन, कुनमा चाहिँ कति, अब यो तपाईँले पाउने स्रोत अनुसार बेग्ला बेग्लै हुन्छ होइन। यो किताबमा यस्तो चाहिँ अन्त यस्तो चाहिँ नबन्नु होला, किनभने यो स्रोतमा भर पर्छ, कहाँ कस्तो लेख्यो भन्ने कुरामा भर पर्छ। तर कमनली अलिकति बढी चलेको के हो त भन्ने कुरा हामीले हेर्नुपर्छ होइन। यो मकैमा पाउने प्रोटिन भनेको करिब 74% आसपास हो, ठ्याक्कै 74 होइन, त्यो करिब है। अनि त्यसको धानमा पाउने कार्बोहाइड्रेट भनेको करिब 80% हो। यसमा पनि फेरि पोलिस गरेको चामल, पोलिस नगरेको चामल होइन, खैरो चामल, त्यो विभिन्न प्रकारको हुन्छ यसको पनि। कोदोमा पाउने भनेको 76.3% हो। त्यसपछि गहुँमा पाउने भनेको चाहिँ 71% हो है। अब यहाँ हेर्नु, यो प्रकारको चाहिँ म तपाईँलाई अघि पनि यो नोटिस गरेको थिएँ होइन। यो किताबमा त यो छ नभन्नु होला होइन। हामीले प्राय कमनली बढी कुन चलेको छ, तपाईँले अब ChatGPT खोज्नुभयो, जेमिनी खोज्नुभयो होइन, गुगलमा खोज्नुभयो, कतै किताब हेर्दाखेरि बेग्ला बेग्लै प्रकारको पाउनु होला। अब यो कार्बोहाइड्रेट धेरै पाउने केमा भयो त? यिनीहरूमध्ये सबै हेर्दाखेरि यो सबै कन्टेन्ट हेर्दा सबैभन्दा कम गहुँमा पाउँदो रहेछ। त्यसले गर्दा हामीले गहुँको रोटीहरू प्रायः मान्छेले डाइटिङ गर्ने मान्छेले भन्छन् नि, साँझ पक्का गहुँको रोटी खायो भने चाहिँ होइन बोसो बढ्दैन, शरीरमा पेटहरू बढ्दैन भन्छन्। त्यो ठिकै भनिहालेको छन्, किनभने गहुँमा चाहिँ के हुँदो रहेछ त? कार्बोहाइड्रेट अलिक कम पाउँदो होइन, कोदोभन्दा कम पाउँदो रहेछ नि गहुँमा। तर फेरि कार्बोहाइड्रेट कोदोमा यति धेरै पायो भने गहुँबाटै बढी जान्छ कि शरीरमा कार्बोहाइड्रेट। किन भन्नु होला? किन कोदोमा चाहिँ यो कार्बोहाइड्रेट धेरै भयो भने यसमा फलाम उच्च हुन्छ, क्याल्सियम उच्च हुन्छ, यसमा जिङ्क उच्च हुन्छ कि, अनि फस्फरस धेरै हुन्छ। त्यो गर्दा कार्बोहाइड्रेट धेरै गएको जस्तो हुँदैन, शरीरले एब्जर्भ गर्न सक्दैन धेरै। कोदोमा त कार्बोहाइड्रेट धेरै देखियो भने यसमा फलाम अरूभन्दा बढी पाउँछ, क्याल्सियम बढी पाउँछ, रेसाहरू बढी पाउँछ होइन। त्यो कारणले गर्दा के हुन्छ भने कोदोमा भएको कार्बोहाइड्रेट धेरै भयो भने यसको ब्यालेन्स मिलिहाल्छ, किन यसमा अरू तत्त्व पनि बढी पाउँछ। तर हामीले भात खाँदाखेरि चाहिँ पेट बढ्ने कारण, जस्तो तपाईँहरूको कसैको धेरै ठुलो पेट भयो होइन, अथवा तपाईँको शरीरमा चाहिँ बोसो बढ्यो पेटहरू भने खास मान्छे मोटाउने भनेको त कहिले हो भने कार्बोहाइड्रेट हो नि। कार्बोहाइड्रेट भयो भने के हुन्छ? क्यालोरी जान्छ शरीरमा। क्यालोरी भयो भने के हुन्छ होइन, अब बुझ्नु भएको तपाईँले, सुगरका मात्राहरू बढ्ने, बोसो बढ्छ। त्यो भएर धानमा चाहिँ एकदम धेरै क्यालोरी पाउँथ्यो, के अरे यो कार्बोहाइड्रेट पाउँदो रहेछ कि 80% आसपास जति। मकैमा 74%, गहुँमा होइन 71% पाउँदो रहेछ। यो कुरा चाहिँ याद गर्नु होला। अब अरू कन्टेन्ट पनि छ नि, जस्तो मकैमा चाहिँ होइन प्रोटिन, जिन भन्ने प्रोटिन पाउँछ, गहुँमा पनि विभिन्न प्रकारका प्रोटिनहरू पाउँछन्, धानमा पनि केही प्रकारका तत्त्वहरू पाउँछ, भिटामिन एहरू पाउला होइन, कोदोमा फलामहरू पनि पाउला, अन्य कन्टेन्ट पनि छ। तर यो कार्बोहाइड्रेटको केसमा चाहिँ सबैभन्दा बढी धानमै पाउँदो रहेछ र सबैभन्दा कम यो मध्ये गहुँमै पायो। यो कुरा याद गर्नु होला होइन। यसको एन्सर के भयो? धान भइहाल्यो। यो क्वेसनमा त्यति धेरै चर्चा गर्न पनि म देख्दिनँ। चर्चा गर्न पनि तपाईँले जान्न पर्ने महत्त्वपूर्ण क्वेसनहरू धेरै तलतिर छन् अझै। नातिनु 1 घन्टा भएको छ, 1 घन्टा हामी पुलिस छलफल गर्छौँ। लिभ नगर्नु होला, 1 घन्टा हाम्रो कम्प्लिट छलफल हुन्छ। तपाईँले मजाले धेरै कुरा, राम्रो कुरा पढ्न पाउनुहुन्छ, जान्न पाउनुहुन्छ। त्यो भएर होइन, मैले त हेर्नु, मैले त डाटा लिएर बसेको छु होइन। त्यो भएर मजाले बस्नु होला। बरु लिङ्क अझै पठाउँ त, 450 त हामी छौँ कि तै पनि। ल साथीहरूलाई अलिक घट्न दिनु भएन होइन, यो नियमित सहभागिता कायम गर्नु पऱ्यो ल। त्यो भएर तपाईँहरू भात खाँदाखेरि उ नगर्ने है। अब यहाँ जाउँ, कपासको बिउबाट रेसा लिन्ट अलग गराउने कार्यलाई के भनिन्छ? यसको एन्सर के लगाउनु भयो? अन्त यसको एन्सर के लगाउनु भयो? 9 नम्बरको एन्सर तपाईँले यसो कमेन्ट गर्दै गर्नु, तपाईँले सबैको भन्छु है। यो क्यापिङ भनेको कस्तो भने केही ढाक्नु हो, जे पनि हुनसक्छ, स्पेसल छैन, यो ढाक्ने हो है। क्यापिङ भनेको ढाक्ने हो। यो प्राय यो ग्राफ्टिङतिर बढी जोडिन्छ है, यो ग्राफ्टिङ होइन, जस्तो ग्राफ्टिङ अथवा यो टिस्यु कल्चरतिर होइन, टिस्यु कल्चरतिर ग्राफ्टिङतिर बोर्डिङ गरेका बिरुवाहरू के हुन्छ नि, त्यो क्याम्बियम लेयर भन्छ नि। हामीले ग्राफ्टिङ गरेका दुईटा भागहरू जोडिएको हुन्छ, त्यस्तो बेला चाहिँ त्यो बाहिरबाट यसो क्यापहरू लगाएर अथवा कुनै प्लास्टिकले ढाक्ने कुरालाई पनि क्यापिङ भनिन्छ होइन। बोर्डिङ गरेको बिरुवाको भागलाई त्यो क्याम्बियम लेयर भन्छ नि, त्यो दुईटा जम्ने भागलाई, त्यसलाई ढाक्नु पनि क्यापिङ हो। क्यापिङ जता पनि जोडिन्छ, यो स्पेसल कुनै एउटा बालीसँग जोडिएको ड्रम होइन, कुरा बुझ्नु है क्यापिङ भनेको। अनि क्युरिङ भनेको सुन्नु, अब म तपाईँलाई अस्ति पनि यो कुरा भनेको थिएँ, कतिले याद गर्नुभयो?
सुर्तीमा गरिने क्युरिङ र तपाईँले यसो के हो मलाई हो होइन मात्रै भन्नु होला। हामीले चियामा क्युरिङ गर्नु र प्याजमा क्युरिङ गर्नुको उद्देश्य एउटै हो कि होइन? हजुरको क्लास त 10 बजीसम्म भए पनि हुन्छ होइन। तपाईँहरू धौ नमान्नु होला है, त्यस्तो बोर भएको छैन होला नि। 1 घन्टा ठ्याक्कै 1 घन्टा भयो, त्यस्तो बोरिङ त भएको छैन नि। झ्याउ नमान्नु होला है। ठ्याक्कै 8 बजीसम्म पढ्छौँ हामीले। बरु 8 बजीसम्म भ्याइएन भने बाँकी क्वेसन भोलि पढौँला। अनि अस्तिका पनि हाम्रा कुन क्वेसन 6वटासम्म भएको छन् त्यो पनि सिद्ध्याउँला होइन भोलि। क्युरिङ भन्नु त मैले तपाईँलाई के क्वेसन गरेँ भने चियामा गरिने क्युरिङको उद्देश्य र आलु प्याजमा गर्ने क्युरिङको उद्देश्य एउटैको फरक हो। के हो? धेरै फरक हो। के फरक हो म त्यता गइनँ अहिले। चियामा मैले अस्ति पनि यो कुरा भनेको छु तपाईँहरूलाई, कति बुझ्नु भएको छ। एकचोटि बिर्सेको भए त्यसलाई पुनर्ताजा सम्झिने पनि प्रयास गर्नु पर्यो। के कुराहरू हामीले याद पनि गर्नुपर्छ। फरक धेरै आकाश पाताल फरक हो, धेरै फरक हो। के हो त चियाको क्युरिङ एकचोटि सम्झिने प्रयास गर्नु अब फरक हो। चियाको क्युरिङ र आलुको क्युरिङ फरक हो है, फरक हो। कसरी होइन भनेको? किन होइन? ल कसरी होइन? त्यसै होइन भने क्युरिङ फेरि ब्लान्चिङ त्यो तपाईँले फलेको तरकारीमा गर्ने ब्लान्चिङ र काउलीमा गर्ने ब्लान्चिङ फरक हो। त्यही गर्दा क्युरिङ चियाको फरक उद्देश्य हो। फरक छ, धेरै फरक छ। अब तर आलुहरू प्याजहरूको क्युरिङ कस्तो भने फेरि आलु प्याजहरूको क्युरिङ भनेको जमिन मुनि फल्ने तरकारीहरूको क्युरिङ छ एउटा। त्यो त फेरि चियाकोतिर गइयो भने अर्को सुर्तीको अझ अलिकति फरक छ होइन। हामी यो आलु प्याजहरूको क्युरिङमा गयौँ भने आलु प्याजहरू होइन अथवा जमिन मुनि फल्ने लसुनहरूको क्युरिङ गयौँ भने त्यो कस्तो तिनीहरूको बोक्रा नरम हुन्छ क्या। खन्ने बित्तिकै तिनीहरूको बोक्रा खन्ने बित्तिकै नरम हुन्छ होइन, नरम हुन्छ। त्यो नरम बोक्रा भएको वस्तुलाई हामीले कुनै टोकरीमा राख्यौँ अथवा कतै राखेर त्यसलाई चाहिँ ओसार पसार गर्न थाल्यौँ भने के हुन्छ त? त्यो त बिग्रिन्छ हो कि होइन? त्यो तपाईँले कुनै टोकरीमा राख्नुभयो, त्यसलाई चाहिँ ढुवानी गर्न थाल्नुभयो अथवा सिधै स्टोर गर्नुभयो भने त्यो पातलो बोक्रा त घाउ पर्छ नि। त्यो भएर त्यो घाउ नपरोस् भने त्यसलाई चाहिँ 10 बार छायामा सुकाउने हो। छायामा सुकायो भने के हुन्छ त? छायामा सुकायो भने त्यसको बोक्रा कडा हुन्छ। कडा भइसकेपछि त्यसको पोस्ट हार्भेस्ट लस कम गर्न सकिन्छ कि अथवा त्यसको सेल्फ लाइफलाई बढाउन सकिन्छ होइन। सेल्फ लाइफ बढाउन सकिन्छ, पोस्ट हार्भेस्ट पछिको चाहिँ कम गर्न सकिन्छ होइन। अथवा त्यसको चाहिँ चाउरी पर्न पाउने भयो होइन। फल चाहिँ के हुने भयो त? कडा हुने भयो होइन। प्याजहरू लसुनहरूमा चाहिँ अथवा आलुमा गरिन्छ यो क्युरिङ। किन गरिँदो रहेछ त? यो चाहिँ बोक्रालाई कडा बनाउनको लागि होइन। अनि यो गिनिङ भने कुनसँग सम्बन्धित छ? रेटिङ भनेको यो जुटसँग सम्बन्धित छ। जुटहरू सनपारसँग पनि छ। यो जुट मात्रै होइन, यो चाहिँ सनपारसँग पनि सम्बन्धित छ। सनपार अब जुट र सनपारको त हामीले रेसा निकाल्न पर्छ नि हो। त्यो जुट र सनपारको रेसा निकाल्दाखेरि त्यसलाई चाहिँ हामीले कुहाउनु पर्छ होइन। त्यसरी जुटहरू कपासहरूको चाहिँ जुटहरू सनपार कपास होइन, एकदमै सरी। त्यो जुटहरूको रेसा निकाल्दाखेरि होइन अब त्यसलाई चाहिँ रेटिङ गर्नुपर्छ। जुट कुहाउने हो कि त्यो रेसा निकाल्नको लागि त्यसलाई चाहिँ कुहाउने कुरा रेटिङ हो। यो जुट सनपाटको रेसा निकाल्नको लागि त्यसलाई कुहाइन्छ। गिनिङ भनेको फेरि कपासको बिउबाट रेसा छुट्याउने हो, लिन्डो भन्छ नि त्यसलाई। यो चाहिँ कपास हो कि कसरी छुट्याउँछ त्यो मलाई पनि थाहा छैन है। त्यसको त्यो के हो त होइन, व्यावहारिक पक्ष मैले पनि जान्दिनँ, त्यो जान्न आवश्यक पनि छैन। ट्रम हो भन्ने कुरा बुझ्नु होला। त्यसले गर्दा गिनिङ भनेको कपाससँग सम्बन्धित छ। हुन त यो पनि रेसा नै अलग गर्ने हो। रेटिङ भनेको पनि कपासलाई कुहाएर त्यसमा रेसा नै त्यसको धागो रेसा छुट्याउने हो। रेटिङ भने पनि कपासलाई कुहाउने के अरे जुट सनपाटलाई कुहाउने हो पानीमा राखेर, त्यहाँबाट पनि त्यो रेसाहरू छुट्याउने हो। रेटिङ गर्दा पनि गिनिङ पनि कपासबाट चाहिँ लिन्टो छुट्याउने हो कि त्यसको लिन्टो छुट्याउने हो, कपाससँग सम्बन्धित हो। भन्दिनँ सर किन हो कस्तो भन्नाले एग्रिकल्चर टेक्निसियन के भन्नु मैले कुरा बुझिनँ। र चियाको के फरक हो एकचोटि यसो याद गर्नु, गुगलतिर खोज्नु होइन। तपाईँले यसो स्मरण गर्नु। मैले अस्ति पनि भनेको छु कि कुरा अस्ति पनि भनेको छु होइन। तपाईँले याद गर्नुभएको भने एकचोटि पुनर्ताजा पनि गर्न पऱ्यो, केही कुरा स्मरण पनि गर्न पऱ्यो होइन। हो बोक्रा प्रकार क्युरिङ हो होइन त। ठिक छ ल ललित खातीजी, ल ठिक छ। यसको एन्सर बी भयो होइन त। ल यसै तपाईँले यसैमा चाहिँ आलुलाई होइन यसरी आलुहरूलाई उ गर्ने, आलुसँग सम्बन्धित अथवा आलुहरू प्याजहरूलाई चाहिँ छायामा सुकाउने कार्यलाई के भनिन्छ? सो त्यहाँ के हुन्थ्यो एन्सर हुनु त? आलुहरू प्याजहरूलाई छायामा सुकाउने कार्यलाई के भनिन्छ भने अब के हाल्नु पर्थ्यो? आलुहरू प्याजहरूलाई छायामा सुकाउने कार्यलाई के भनिन्छ भने अब हो त्यस्तो बेला चाहिँ क्युरिङ हाल्नु पर्थ्यो होइन। अनि बाहिरबाट चाहिँ त्यो ग्राफ्टिङ बोर्डिङ गरेका बिरुवाहरूलाई यसो ढाक्ने कार्यलाई के भन्छ भनेको भयो क्यापिङ भन्न पर्थ्यो। अब रेटिङ र गिनिङको कुरा त म तपाईँलाई भरे भनिहालेँ होइन त। ल ठिक छ। ल 9 नम्बर क्वेसन यो भयो।
ल अब यसको म तपाईँलाई एकदमै अलि लामै तरिकाले बताउँछु। हेर्नु है, यो सुन्दा तपाईँले झन् यसलाई क्लियर तरिकाले चाहिँ सुन्नु होला होइन। यो कतिले अब यो सुन्नुभएको थियो, बिरुवाहरू कार्बोहाइड्रेट लाई स्तरीकरण कार्बन डाइअक्साइडलाई स्तरीकरण गर्ने आधारमा कति प्रकारको हुन्छ होइन। हामीले योभन्दा पहिला पनि म तपाईँलाई अलिअलि यसको कुराहरू भनेको जस्तो लाग्छ। तपाईँहरू अहिले नलेख्नु होला है, म तपाईँलाई एउटा लेख्छु है। क्रियासुलेसियन यसको तपाईँले गजब लेख्नु है, ट्याक्क एकदम मिलाएर चाहिँ यसमा लेख्नु होला। यो म तपाईँलाई भन्छु नि, यसको चिटिक्क एउटा नोट जस्तो बनाउनु होला। तपाईँलाई क्याम्प प्लान्ट के हो त होइन, धेरैजना जस्तो मैले अलिक पहिलाका फिडब्याकहरूमा तपाईँहरू आउनुभयो कि भएन होइन। मैले बिरुवाहरू भन्नु त त्यो त यसको एन्सर के हो एबिसिडी छोड्नु अहिले म भन्छु। अहिले बिरुवाहरू CO2 फिक्सेसनको आधारमा, कार्बन डाइअक्साइड भनेको CO2 है, यो CO2 सञ्चितीकरण अथवा फिक्सेसन त्यसलाई स्तरीकरण भन्छ होइन। त्यो आधारमा प्लान्टहरूलाई कति भागमा बाँडिएको छ? 3 भागमा। एउटा C3 प्लान्ट, एउटा सिफो हो कि होइन, C3 प्लान्ट, सिफो प्लान्ट र क्याम्प प्लान्ट। C3 प्लान्ट भनेको 3टा कार्बन यौगिक भएका प्लान्ट हुन्। तिनीहरूले कार्बन डाइअक्साइड ग्यासलाई एकदमै कम सञ्चित गर्न सक्छन्, धेरै सक्दैनन्। सिफो छोटकरीमा अब यसको लामो गर्दा यसले आधा घन्टा खान्छ अहिले। क्याम्प प्लान्टको मैले भन्छु किनभने C3 सिफोको म तपाईँलाई एकचोटिको फिडब्याकमा तालिकासहित पनि भनिदिएको छु कि त्यो कारणले गर्दा मैले कमै भने। अनि सिफो प्लान्ट भनेको वायुमण्डलीय कार्बन डाइअक्साइडलाई धेरै सोच्न सक्ने, सञ्चित गर्न सक्ने प्लान्टहरू सिफो प्लान्ट जस्तो होइन। मकै, उखु, कोदोहरू, जुनेलहरू यिनी सिफो प्लान्ट भयो। सिफो प्लान्टले के गर्छन्, CO2 एकदम धेरै लिन सक्छन्। त्यसमा 4वटा कार्बन यौगिक हुन्छ क्या। अनि कार्बन डाइअक्साइडलाई उनीहरूले चाहिँ लिन सक्छन्, दिनमा लिन्छन् है, फेरि दिउँसोमा लिन्छन्। तिनीहरू सिफो प्लान्ट भयो। सिफो प्लान्ट भनेको जलवायु मैत्री छन् होइन। तिनीहरू चाहिँ जलवायु परिवर्तनसँग जुझ्न सक्छन्। त्यस्ता चाहिँ किनभने उनीहरूले CO2 सञ्चित गर्न सक्छन् कि, र त्यस्ता प्लान्टहरूको उत्पादन बढी हुन्छ। जसले CO2 धेरै सञ्चित गरेर त्यसको उत्पादन के हुन्छ त, बढी हुन्छ। यो कुरा बुझ्नु। अब क्याम्प प्लान्ट के हो त होइन। क्याम्प प्लान्ट भने के हो त सुनौँ। अब यो क्याम्प प्लान्टको एकदम छोटो अर्थ, यो क्रियासुलेसियन एसिड मेटाबोलिजम भन्छ यसलाई। क्रियासुलेसियन यसको फुल फर्म क्याम्पको चाहिँ क्रियासुलेसियन एसिड मेटाबोलिजम भन्छ यसको क्याम्पको फुल फर्म। क्याम्प प्लान्ट भनेको के हो, तपाईँले अब क्याम्पको जाम है। C3 सिफोमा गइन, त्योभन्दा अहिले तपाईँलाई टाइम लाग्छ। C3 सिफोतिर चाहिँ म गइन। क्याम्प प्लान्ट भनेका कस्ता बाली हुन् भने यिनीहरूले रातिमा मात्रै, यिनीहरू यस्ता प्लान्टहरू खास गरी सुक्खा क्षेत्रमा पाइन्छन्। यसको तपाईँले क्लियर लेख्नु हो, दिनमा स्टोमाटा खुल्ने होइन ललितजी। यसको यस्ता प्लान्टहरू प्रायः सुक्खा माटोमा धेरै पाइन्छन्, कुरा बुझ्नु। क्याम्प प्लान्टहरू सुक्खा क्षेत्रमा, मरुभूमि क्षेत्रमा बढी पाइन्छन्। र मरुभूमि क्षेत्रमा के हुन्छ त, सिँचाइ कम हुन्छ, पानी कम हुन्छ हो कि होइन। मरुभूमि क्षेत्रमा सिँचाइहरू कम हुन्छ, पानी कम हुन्छ, त्यहाँ त एकदम सुक्खा हुन्छ नि त्यहाँको क्षेत्र। सुक्खा भइसक्यो के हुन्छ, प्लान्टहरू सुक्खाबाट बच्नु पऱ्यो नि त। उनीहरूले त जति सक्दो पानी बचत गर्न पर्ने हुन्छ कि। मरुभूमिमा भएका बिरुवाहरूले जति सक्दो पानी चाहिँ सेभ गर्न पर्ने हुन्छ, पानी बचत गर्न पर्ने हुन्छ मरुभूमिमा भएका प्लान्टहरूले। त्यो क्याम्प प्लान्टमा के हुन्छ भने यस्ता प्लान्टहरू, यसको इक्जाम्पल हेर्नुपर्दा सबैभन्दा 1 नम्बर भुइँकटर हो। भुइँकटर होइन, भुइँकटर, त्यसपछि घिउकुमारी होइन, घिउकुमारी भयो। अब यो क्याक्टसहरू पनि भयो होइन। क्याक्टस के सिउडीहरू हुन्छ नि, विभिन्न प्रकारका सिउडीहरू पनि भयो। घिउकुमारीहरू यिनी भनेको क्याम्प प्लान्ट हुन्। यी प्लान्टहरूको चाहिँ स्टोमाटा राति मात्रै खुल्छ। किन राति खुल्छ सुन्नु होला। C3 सिफो प्लान्टको स्टोमाटा दिउँसो खुल्छ, किनभने उनीहरूमा चाहिँ पानी जति बेला पनि पूर्ति हुन्छ, त्यो दिउँसो स्टोमाटा खुलेर पानी बाहिर गए पनि त्यो होइन, पानी चाहिँ बाहिर हट्ने खालको एउटा प्रक्रिया हुन्छ कि, त्यो फरक परेन। तर यिनीहरूमा चाहिँ राति स्टोमाटा खुल्छ। किन राति स्टोमाटा खुल्छ भने राति स्टोमाटा खुल्यो भने के हुन्छ, पानी चाहिँ बाहिर निस्किन आउन पाउँदैन कि। अनि राति जब स्टोमाटा खुल्छ, यस्ता प्लान्टहरूले CO2 राति मात्रै लिन्छन्। यस्ता प्लान्टहरूले CO2लाई राति चाहिँ सञ्चित गर्छन्, कार्बन डाइअक्साइडलाई राति स्तरीकरण गर्छन् यिनीहरूले। भने C3 सिफो प्लान्टहरूले दिउँसै गर्न सक्छन्। क्याम्प प्लान्टले अरू सबै प्लान्टको स्टोमाटा दिउँसो खुल्छ। स्टोमाटा खोल्ने बन्द गर्ने काममा चाहिँ होइन प्रायः यो नाइट्रोजनहरूको, पोटासहरूको भूमिका हुन्छ। अब यो प्रायः धेरै जस्तो त पोटासको हुन्छ होइन। यो यिनीहरूको स्टोमाटा राति खुल्छ। राति खुलेपछि के हुन्छ, पानी चाहिँ जति सक्दो धेरै होल्डिङ हुन्छ, बाहिर आउन पाउँदैन र कार्बन डाइअक्साइड राति सञ्चित गर्छ। तर फोटोसिन्थेसिस दिउँसै हुन्छ फेरि यस्ता प्लान्टमा। प्रकाश संश्लेषण दिउँसै हुन्छ। प्रकाश संश्लेषण गर्न त अनिवार्य घाम चाहियो,
सूर्यको प्रकाश नभइकन फोटोसिन्थेसिस हुँदैन। यस्ता प्लान्टहरूको फोटोसिन्थेसिस दिउँसो हुन्छ, तर यिनीहरूले CO2 चाहिँ राति सञ्चित गर्छन्, किन यिनको स्टोमाटा राति खुल्छ। राति खुल्नुको मतलब के रहेछ भने राति चाहिँ पानीको बचत गराउनको लागि हो कि। त्यो कुरा बुझ्नु होला होइन। C3C4 भनेको त दिउँसै CO2 सञ्चित हुने, दिउँसै फोटोसिन्थेसिस हुने प्रकारका प्लान्ट भए। राति भन्ने बुझ्नु तपाईँले, यस्ता प्लान्टहरूको स्टोमाटा राति खुल्छ, राति CO2 उनीहरूले लिन्छन्, तर प्रकाश सर्ने त दिउँसै हुन्छ। फेरि फोटोसिन्थेसिस राति भन्ने हुन्न कि, किनभने त्यसको लागि त घाम चाहियो नि त, प्रकाश चाहियो होइन, त्यो कुरा छ। अब यो भुइँकटर जस्ता बिरुवाले कस्तो गर्छ सुन्नु होला है। अब सुन्नु, जब उसले चाहिँ राति CO2 लिन्छ नि, कुरा बुझ्नु है। अब CO2 लिन्छ, CO2 लिइसकेपछि स्टोमाटा खुलेपछि CO2 लिन्छ उसले। CO2 लिइसकेपछि उसले चाहिँ अर्गानिक एसिड भन्छन्, जसलाई मेलिक एसिड भन्छन्। अर्गानिक एसिड जसको नाम हो मेलिक एसिड। त्यो अर्गानिक एसिड र मेलिक एसिडलाई उसले त्यहाँ राख्छ, जम्मा गर्छ कि। CO2 सँगै उसले अर्गानिक एसिड भन्छ त्यसलाई, मेलिक एसिडलाई जम्मा गर्छ। त्यसपछि चाहिँ के हुन्छ भने बिरुवामा चाहिँ अलिकति इनर्जी बढ्छ। इनर्जी बढेर उत्पादन बढ्ने, बिरुवाको वृद्धि विकास भन्ने खालको, र पानी पनि त्यहाँनिर बचत हुनको लागि चाहिँ यो मेलिक एसिडको भूमिका खेल्छ कि। CO2 हुने बित्तिकै त्यो स्टोमाटाभित्र त्यहाँनिर अर्गानिक एसिड जान्छ। अर्गानिक एसिडको मतलब मेलिक एसिड हो होइन। यो जाने बित्तिकै बिरुवामा चाहिँ के हुन्छ, CO2 बढ्यो। CO2 बढ्यो यो मेलिक एसिड जम्मा हुन्छ र बिरुवाको वृद्धि विकास, उत्पादन र पानीको बचत चाहिँ बढी हुनसक्छ। र त्यसले गर्दा 10 नम्बर क्यान्सर के भयो त भन्नु त ABCD मध्ये कुन चाहिँ भयो? अरूमा म गएन, इन्साइटिक एसिड के हुने यतामा गएन होइन, अक्सालिक एसिडहरू के हुनु होइन, प्युरिक एसिड के हुनु यता गएन। यसको एन्सर सिधै मेलिक एसिड हो। यसको म धेरै चर्चा गरेँ। अब ABCD सबै साइट्रिक एसिड के हो होइन, कागतीबाट पाउँछ, अमिलोबाट पाउँछ भनेर किन भन्नु पर्यो, त्यतामा गएन। अहिले क्याम्प प्लान्टको म तपाईँलाई बताएँ। यति कुरा बुझ्नु भने तपाईँले कमनली क्याम्प प्लान्ट के रहेछ बुझ्नुहुन्छ। C3C4 प्लान्टको बारेमा चाहिँ अलिकति टेबलै बनाएर भन्दा आज प्रश्न बुझ्नुहुन्छ। मैले एकचोटि फिडब्याकमा त्यसको पनि क्लियर भनेको छु, तपाईँले बिर्सिनु भएको छ। सम्झिनको लागि एकचोटि स्मरण गर्नुपर्छ, त्यसलाई पुनर्ताजिक त्यसलाई पनि गराउनु होला। तपाईँले अस्ति भर्खरै पढाएको हो भने त चियाको क्युरिङ त बिर्सिनु भएछ, C3C4 प्लान्ट पनि बिर्सिनु सक्नुहुन्छ। त्यसको लागि एकचोटि हामीले गरेका फिडब्याकहरूको नोट पल्टाउनु होला। पढाए हो नि हो कि होइन, एकचोटि अलिक पहिला है 3-4 महिना पहिला C3C4 प्लान्टको मैले पढाएको कि नि त, पहिला तालिका सहित यसो हुन्छ, यसमा चाहिँ यो प्रकारको यति कार्बन यौगिक हुन्छ, यो तत्त्व हुन्छ, यसले यस्तो गर्छ, सबै कुरा मैले भनेको छु। इक्जाम्पल सहित तपाईँलाई भनिदिएको छु होइन। यस्ता चिसो बालीमा हुन्छ, चिसो सिजनमा होइन, गर्मी सिजनमा सबै कुरा भनेको छु मैले। क्वेसन नम्बर 11 मा जाम। तलका मध्ये कुन चाहिँ झारपात उम्रिसकेपछि प्रयोग गरिने पोस्ट इमर्जिङ विडिसाइड अथवा हर्बिसाइड हो भनिएको छ? कुन चाहिँ यसको एन्सर भन्नु त? 11 नम्बरको एन्सर के हो? तलका मध्ये कुन चाहिँ झारपातनाशक उम्रिसकेपछि प्रयोग गरिने वाला हो त? अब यहाँ सुन्नु होला है, झारपातनाशकहरू धेरै प्रकारका हुन्छन्, कसरी बाँड्ने भन्ने हो। प्री इमर्जिङ, प्री प्लान्ट इमर्जिङ पनि हुन्छ आज, प्री मेचर के अरे पोस्ट इमर्जिङ होइन, पोस्ट मेचर इमर्जिङ, त्यो धेरै प्रकारको छुट्याएको हुन्छ। प्री इमर्जिङ छुट्टै हो आज, प्री प्लान्ट इमर्जिङ छुट्टै हो, ल्यान्ड प्रिपेरेसनमा प्रयोग गर्ने आज छुट्टै हो, धेरै प्रकारको। तर सामान्यतया हामी दुई प्रकारले बुझ्छौँ, सामान्यतया दुई प्रकारले बुझ्नु। तर त्यहाँभित्र पनि बाँड्दा प्री प्लान्टिङ, प्री इमर्जिङ धेरै छन्। एउटा प्री इमर्जिङ, एउटा पोस्ट इमर्जिङ, नर्मल्ली बुझ्ने त्यो। प्री इमर्जिङ भनेको झार उम्रनुभन्दा पहिला प्रयोग गर्ने, पोस्ट इमर्जिङ भनेको झार उम्रिसकेपछि प्रयोग गर्ने। एउटा त्यो हिसाबले हुन्छ झारपातनाशक। अर्को कस्तो हुन्छ भने झारपातनाशक है, एउटा चौडा पाते मार्ने अनि अर्को साँगुरो पाते मार्ने भन्ने हुन्छ। झारपातनाशक विषादी एउटा झारपातनाशकले चौडा पाते झारहरू मार्छ, अर्काले साँगुरो पाते मार्छ, एउटा त्यो पनि हुन्छ। अनि अर्को चाहिँ सिलेक्टिभ र नन सिलेक्टिभ हुन्छ। एउटा झारपातनाशकले सबै मारिदिन्छ, एउटाले झार आवश्यकता अनुसार मात्रै मार्छ। जस्तो ग्लाइफोसेटले जे पनि मारिदिन्छ, तर यो फेरि ब्युटाकोलले जे पाए त्यता मार्दैन होइन, त्यस्तो छ नि त। त्यसले गर्दाखेरि झारपातनाशक विषादीहरू विभिन्न प्रकारका छन्, हामी कसरी बाँड्ने भन्ने हो। प्री इमर्जिङ, यो क्वेसनमा चाहिँ पोस्ट इमर्जिङ र प्री इमर्जिङ मध्ये हो। तपाईँले एउटा सानो कन्सेप्ट बुझ्नु, धानमा प्रयोग गरिने हर्बिसाइडहरू प्राय प्री इमर्जिङ हुन्। धान लगाएको 4 दिनभित्र झार उम्रनुभन्दा पहिला प्रयोग गर्नुपर्छ। धानमा प्रयोग गर्ने हर्बिसाइडहरू प्राय चाहिँ प्री इमर्जिङ हुन्। मकैमा प्रयोग गर्ने हर्बिसाइडहरू पनि प्राय प्री इमर्जिङ हुन्। तिनीहरू पनि मकै लगाइसकेपछि झार उम्रनुभन्दा पहिला प्रयोग गर्न पर्यो होइन। र गहुँमा प्रयोग गर्ने हर्बिसाइडहरू प्राय पोस्ट इमर्जिङ हुन्। गहुँ लगाइसकेपछि झार उम्रेपछि प्रयोग गर्नुपर्छ, करिब 25-40 दिनपछि प्रयोग गर्न पर्यो नि। गहुँ लगाएको 25 देखि 40 दिनपछि प्रयोग गर्नुपर्छ। येला क्लोर भन्छन् है, येला क्लोर भनेको लासो होइन, यो लासो, यो मकैमा प्रयोग गर्ने हर्बिसाइड हो होइन। यो चाहिँ प्री इमर्जिङ हो, यो किनभने मकै लगाएको 4 दिनभित्र प्रयोग गर्नुपर्छ यसलाई। यो मिलेन, यो मकैमा प्रयोग गर्ने विषादी हो लासो भनेको चाहिँ, यो प्री इमर्जिङ हो, मकै लगाएको 3-4 दिन प्रयोग गर्नुपर्छ। अनि ब्युटाक्लोर धानमा प्रयोग गर्ने विषादी हो, धानको लागि सबभन्दा फेमस विषादी ब्युटाक्लोर हो। यो पनि प्री इमर्जिङ हो, यो पनि धान लगाएको चाहिँ 4 दिनभित्र प्रयोग गरिसक्नुपर्छ। धान लगाएको 4 दिनभित्र प्रयोग गरिसक्नुपर्छ ब्युटाक्लोर, यो पनि प्री इमर्जिङ भयो।
सिमाजिन पनि मकै प्रयोग गर्छन्, यो पनि मकै लगाएको 3-4 दिनभित्र प्रयोग गरिसक्नुपर्छ। सिमाजिन एट्राजिन भन्ने छ, यो पनि प्री इमर्जिङ भने 240 चाहिँ पोस्ट इमर्जिङ हो। 240 पोस्ट इमर्जिङ पनि हो, 240 चौडापाती पनि हो, यो पोस्ट पनि हो र यसले चौडापाती पनि मार्छ। फेरि यो पनि बुझ्नु, यसले प्रायः चौडापाती झार्नु मार्छ है, यसले चौडापाती झार्नु मार्छ। यो चाहिँ जुनसुकै बाली लगाएको अलि पछि 15-20 दिन अथवा 40 दिनसम्म पनि पछि प्रयोग गर्न मिल्छ यसलाई। 25 दिन पछि होइन अथवा 30 दिन पछि अलि पछि चाहिँ प्रयोग गर्न मिल्ने खालको विषादी चाहिँ यो 240 हो होइन। अब विषादीका धेरै छन् क्याटेगोराइजहरू होइन, त्यसलाई कसरी वर्गीकरण गर्ने भने चाहिँ धेरै प्रकारको छ, म त्यता चाहिँ गएन है त। ल 11 नम्बरको छु, यति कुरा चाहिँ बुझ्नु होला। ल 12 नम्बर पनि तपाईँलाई एकदमै महत्त्वपूर्ण छ, यो पनि यो इक्जाममा सोध्या छ एकचोटि। डाइथियो कार्बामेट भनेको यो भनेको कस्तो भने यहाँ सुन्नु होला है, ढुसीनाशक विषादीको कुरा छ यहाँनिर। म तपाईँलाई सानो एउटा एकदम छोटोमा है, ढुसीनाशक विषादीहरू एउटा बेन्जिमिडाजोल भन्ने हुन्छ है, मिडाजोल। यसको म अलिक छिटो बताउँछु है तपाईँलाई। बेन्जिमिडाजोल एउटा चाहिँ डाइथियो कार्बामेट स्पेसली है, धेरै छन् त होइन। ल यसको एन्सर के हो? डाइथियो कार्बामेट समूह कुन प्रकारको हो भन्नु त? यो डाइथियो कार्बामेट चाहिँ कुन प्रकारको हो त? यसको एन्सर के लाउनु भयो? म तपाईँलाई हेरेर एउटा क्वेसन पनि सोध्दै पढाउँछु। यो दुईटाको तपाईँले मजा लेख्नु, टेबल बनाएर लेख्नु, एकदम टेबल बनाएर मजाले गर्नु। ल सुन्नु, डाइथियो कार्बामेट भनेको हाम्रो विषालु यो म्यानकोजेब, यो विषा यसमा नि सबभन्दा सजिलो म्यानकोजेब हो है। म्यानकोजेब भने त बुझ्नुहुन्छ, डाइथिनियम 45 म्यानकोजेब हो। यो बेन्जिमिडाजोलमा चाहिँ प्राय यो कार्बन डाइथिन विषादी बढी पपुलर छ है, कार्बन डाइथिन अलिक बढी पपुलर। अब जाउँ, ठिक छ सुन्नु अब। यो बेन्जिमिडाजोल भन्ने विषादी यिनीहरू अलि नै दैहिक प्रकृतिका छन्, यिनीहरू उपचारात्मक हुन्, उपचारात्मक। अनि यो डाइथियो कार्बामेट भनेको प्राय यिनीहरू चाहिँ सम्पर्क छन् होइन, सम्पर्क ढुसीनाशक हुन् र यिनीहरू चाहिँ रोकथाम गर्ने खालका हुन् है, रोकथामात्मक के भन्ने यसलाई, रोकथाम गर्ने प्रकारका हुन्। एकदम सटिकमा बुझाउँछु मैले। ल के भयो 12 को एन्सर के भयो तपाईँले मजा? डाइथियो कार्बामेट भनेको म्यानकोजेबका व्यावहारिक नाममा डाइथिनियम 45 होइन, इन्डोफिलियम 45, M45 विभिन्न नामहरू छन्। यो डाइथियो कार्बामेट भनेको सम्पर्क ढुसीनाशक, यो कुरामा तपाईँ क्लियर हुनुहुन्छ। आन्तरिक र ध्वनि होइन, यो दुईटा मिल्ने कुरै भएन। म तपाईँलाई ढुसीनाशक विषादी स्पेसल्ली दुई प्रकारका छन् होइन। एउटा के रहेछ बेन्जिमिडाजोल, यो कार्बन डाइथिन प्रकारका विषादी यसमा पर्छ, यो दैहिक प्रकृतिको छ भने। डाइथियो कार्बामेट भन्ने विषादीहरू प्रायः सम्पर्क प्रकृतिका छन्। एकचोटि इक्जाममा सोध्या छ, कहाँ सोध्या छ याद गर्नु भएको छैन तपाईँलाई? एकचोटि इक्जाममा के सोध्या छ भने डाइथिनियम 45 कस्तो विषादी सोधेको छ। अब सुन्नु है, यो जो बेन्जिमिडाजोल अथवा मैले तपाईँलाई दैहिक विषादी भने नि, दैहिक जति पनि दैहिक ढुसीनाशक विषादी छन् यिनीहरू उपचारात्मक हो। उपचारात्मक भनेको लागिसकेको रोगहरू यसले नियन्त्रण गर्छ। कसरी भन्नु अब सुन्नुलाई, जस्तो हामीले गहुँको कालोपोके रोग लागिसक्यो, सुन्नुलाई तपाईँको गहुँको दानामा चाहिँ कालोपोके लागिसक्यो नि त, त्यो त कालोपोके लागिसक्यो हो क्या। त्यो लागिसकेको कालोपोके रोगको जीवाणु त भित्रै सुकिसकेको दानामा भने अब हामी कार्बन डाइअक्साइड के गर्छौँ? बिउ उपचार गर्छौँ। बिउ उपचार गर्नुको मतलब के हो? त्यो लागिसकेको जीवाणुलाई मारे हो त, त्यसले उपचार गरेको हो कि, त्यो उपचार गरेको हो। जस्तो माटोमा चाहिँ कुनै डाइथिनियम के अरे ड्याम्पिङ अफ रोगको जीवाणु छ भने हामीले प्रायः कार्बन डाइअक्साइड प्रयोग गर्छौँ, किनभने कार्बन डाइअक्साइड के गर्छ? भइसकेको रोग अथवा माटो बिग्रिसकेको छ त्यसलाई उपचार गर्छ भने दैहिक विषादीले उपचार गर्छ, भइसकेको रोगलाई त्यसले नियन्त्रण गर्छ। रोग लागिसक्यो बिरुवाको भागमा अथवा बिउवाको रोग फैलिसक्यो भने त्यसले उपचारको रूपमा काम गर्छ भने। यो डाइथियो कार्बामेट भनेको जो सम्पर्क हो यसले के गर्छ भने रोग लाग्न दिन्न यसले। फेरि जस्तो मानव आलुमा चाहिँ तपाईँको सुन्नु है, आलुमा डोडो रोग लाग्यो, ध्यान दिएर सुन्नु। आलुमा डोडो रोग लाग्यो, डोडो रोग लाग्दैछ, एउटा दुईटा बोर्डमा लक्षण देखियो। आलुमा चाहिँ एउटा दुईटा बोर्डमा डोडो रोगको लक्षण देखिसकेपछि त्यो डोडो रोग लाग्छ भन्ने कुरा त निश्चित छ। अब त्यसमा डोडो रोग नलाग्दै हामीले के गर्ने भने त्यो अलिअलि आगो शङ्का पाउने बित्तिकै विषाद छर्दिने।
विषाद छरेको त्यसले रोगै लाग्न दिँदैन कि त्यो रोकथाम गर्छ, रोगै लाग्न दिँदैन भने हो यो रोकथाम गर्ने विषादी हो है। त्यसले गर्दा यो रोकथाम गर्ने विषादी हो, यो कुरा बुझ्नु होला। डाइथियो कार्बामेट सम्पर्क हो, यसले रोकथाम गर्छ भने बेन्डिमिडाजोलले के गर्छ त यो कार्बोनाइजिम पर्नेको प्राय दैहिक प्रकृतिको उपचार गर्छ है, यो उपचारात्मक भयो। तपाईँलाई यही क्वेसनमा चाहिँ होइन जस्तो कार्बोनाइजिम कस्तो प्रकृतिको विषादी हो सोध्या भए के हान्नुहुन्थ्यो? यही क्वेसन भन्नु त, यही क्वेसनमा कार्बोनाइजिम कस्तो प्रकारको विषादी हो सोध्या भए के हान्नुहुन्थ्यो कार्बोनाइजिमको? यही क्वेसन भन्नु त, कार्बोनाइजिम कस्तो प्रकृतिको विषादी हो सोध्या भए के हान्नुहुन्थ्यो? कार्बोनाइजिम हेरेर हुन्थ्यो बी हुन्थ्यो। तर यसको एन्सर के भयो त डाइथियो कार्बोनेटको त डाइथियो 45 सोधेको, म्यान्कोजिम सोधेको, यसको एन्सर के भयो? ए भयो। र सम्पर्क डाइथियो 45 कसरी काम गर्दो रहेछ? यसले रोकथाम गर्दो रहेछ, लाग्न नदिने रहेछ भने कार्बोनाइजिमले लागिसकेकोलाई उपचार गर्दो रहेछ है नि त। यही कुरालाई तपाईँले बुझ्नु भएको छ। तपाईँ यसलाई यसो फोटो दिन सक्नुहुन्छ है। बाली संरचनाका क्वेसनमा छौँ। त्यसपछि क्वेसन नम्बर 13। ल क्वेसन नम्बर 13 को म तपाईँलाई थोरै क्वेसन नम्बर 13 आलुको पसलडोडा कुन प्रकारको रोग हो? यसमा हेर्नु त तपाईँले के लाउनुहुन्छ हैन। म तपाईँलाई अलिअलि यसको इक्जाम्पल लेख्छु है। दुईटा चाहिँ एक दुईटा अलि है गाउँको कालो पोके। तपाईँलाई यो के भन्न खोजेको तपाईँलाई यसको बारेमा भन्छु है। यसको ठ्याक्कै छैन। यो के भनेको धेरै त यसको कन्सेप्टै बुझ्नु भएको छैन। एबिसी के आधार भन्ने होइन, गाह्रो पनि छ त्यहाँ, बुझेर भन्ने कि नबुझेर भन्ने पनि छ। ल यो 13 को सुन्नु होला। यो के हो भने सुन्नु होला, यो के आधारको क्वेसन हो त? यो कुन प्रकारको डिजिज साइकल भनेको छ होइन। पक्कै पनि यो कस्तो भने रोगको सङ्क्रमण कुन। अब यसको यो कस्तो प्रकारको क्वेसन पहिला त कन्सेप्ट बुझौँ न। यो कस्तो हो भने कुनै पनि रोग बिरुवामा लागिसकेपछि त्यो रोगको एउटा जीवनचक्र हुन्छ नि त। त्यो रोगको त जीवनचक्र हुन्छ। त्यो कुनै पनि बालीमा चाहिँ एउटा सिजनमा एउटा मात्रै बोर्डमा त्यसले आफ्नो जीवनचक्र पुरा गर्यो कि एउटा बोर्डमा जीवनचक्र भ्याएर पनि अर्को बालीमा अर्को बोर्डमा गएर त्यसले गर्यो कि अथवा त्यसको जीवनचक्र पुरा हुन एउटा सिजन कटेर पनि धेरै वर्ष लाग्यो कि भन्ने हुन्छ क्या। यो मोनोसाइक्लिक भन्ने छ होइन। मोनोसाइक्लिक डिजिज भनेको मोनोसाइक्लिक भनेको कस्तो भने कुनै निश्चित सिजनमा सुन्नु है, कुनै निश्चित सिजनमा एउटा कुनै बालीमा रोग देखिएपछि त्यो बालीमा मात्रै उसको डिजिज साइकल कम्प्लिट हुन्छ, त्यो अर्को बोर्डमा चाहिँ जाँदैन कि। जस्तो उदाहरणको लागि कालो पोके, मानव कालो पोके तपाईँको यो बोर्डमा सुन्नु होला, यो एउटा गाउँको बोर्ड हो, यो बोर्डमा कालो पोके छ भने यो गाउँको बोर्डको कालो पोके त्यो सिजनमा त्यसले जीवनचक्र यसैमा कम्प्लिट गर्छ। तर अर्को बोर्डहरू अरू बोर्डहरू बिरुवाहरू चाहिँ फैलिन्न क्या। त्यो भनेको मोनोटाइपको हो। आफ्नो एउटा डिजिज साइकल जो छ अथवा सङ्क्रमण जो हो त्यो उसले चाहिँ निश्चित सिजनमा एउटा मात्रै बालीमा साइकल कम्प्लिट गर्यो, त्यो अर्को बालीमा गएर चाहिँ जीवन आफ्नो सन्तान बढाउने लाइफ साइकल चाहिँ कम्प्लिट गर्ने गर्दैन, एउटै बोर्डमा गएर गर्छ। अनि यो पोलिटिक भनेको फेरि पोलिटिक डिजिज कस्तो भन्दाखेरि लाइफ साइकल कम्प्लिट उसको चाहिँ जो एउटा डिजिज साइकल छ त्यो साइकल कम्प्लिट हुन धेरै वर्ष लाग्ने। जस्तो स्याउको सिन्ड्रोम यो हुन्छ प्राय। स्याउको सिन्ड्रोममा चाहिँ अहिलेबाट लक्षण देखियो त्यही स्याउको बोर्डमा राखेको त्यो धेरै वर्षमा चाहिँ आफ्नो जीवनचक्र कम्प्लिट गर्छ। रोगको सङ्क्रमण पुरै कम्प्लिट गर्न चाहिँ उसले टाइम लाग्छ 2-3 वर्ष भने त्यो पोलिटिक भयो। अनि नन साइक्लिक डिजिज भनेको चाहिँ कस्तो भने एकदमै फाटोपुटुमा देखिने, त्यसको चाहिँ निश्चित सङ्क्रमणै खासै नरहने, फाटोपुटुरो देखिने हर्मोन टाइपको रोग हो यो। त्यस्तो प्रायः धेरै पाइँदैन। र यो पोलिसाइक्लिक डिजिज भनेको कस्तो भने फेरि त्यसले चाहिँ एउटा बोर्डमा आफ्नो सन्तान सुरु गरेर वृद्धि विकास गरेर अनि अर्को बोर्डमा पनि सन्तान फेरि फैलाएर अर्को बोर्डमा गएर त्यो फैलाउँदै एकै सिजनमा धेरै बोर्ड बिरुवाहरूमा चाहिँ सङ्क्रमण फैलाएर आफ्नो साइकल कम्प्लिट गर्न सक्छ भने त्यो पोलिसाइक्लिक डिजिज हो। यसको चाहिँ एन्सर भनेको खास आलुको पसलडोडा प्रायः पोलिसाइक्लिक हो। यो कुरा बुझ्नु होला। यसको लागि तपाईँले अलि अध्ययन गर्नुपर्छ। यति छिटो हुँदै गर्दा खासै कम्प्लिट तरिकाले बुझ्नुहुन्न होइन, अलिअलि चाहिँ बुझ्नु होला। हो कुनै सिजनको ठ्याक्कै त्यही हो। ललितजी लेख्नु भएको छ नि होइन। अब कुनै सिजन अथवा मौसममा चाहिँ एउटा निश्चित बोर्ड बिरुवा देखियो त्यहीमा चाहिँ उसले आफ्नो कम्प्लिट गर्यो साइकल भने त्यो मोनो भयो। पोलिटिक भनेको फेरि त्यो आफ्नो सङ्क्रमण पुरा हुन उसलाई केही वर्ष लाग्छ कि उही स्याउमै केही वर्ष लाग्छ, त्यो पोलिटिक भयो। नन साइक्लिक भनेको त्यस्तो खासै त्यो सङ्क्रमण नरहने टाइपको भयो। पोलिसाइक्लिक भनेको चाहिँ उसले एउटा बोर्डमा सङ्क्रमण दिएर अर्को बोर्डमा गएर अर्कोबाट अर्कोमा फैलिएर पनि धेरै बोर्डहरूमा गर्न सक्ने भयो योबाट। त्यो चाहिँ पोलिसाइक्लिक हो। यसको एन्सर चाहिँ डी एन्सर सही एन्सर हुन्छ है। ल यसको तपाईँले कम्प्लिट ग्राउन्ड बुझ्नु भएको भने मलाई थाहा छ होइन।
तपाईँले मैले भन्दै गर्दा त्यति राम्रो बुझ्नु भएको छैन नि त। किन यसलाई धेरै बुझाउनको लागि अलि तपाईँलाई तालिकै बनाएर पढाउनुपर्छ, त्यही भएर यसको चाहिँ धेरै कुरा जोडिनँ। क्वेसन नम्बर 14 हामी 20 सम्म गर्छौँ है, पुरै त सिद्धिने भयो भने 20 सम्म गर्छौँ हामीले। 20 सम्म गऱ्यौँ भने कस्तो हुन्छ भने भोलि 10वटा क्वेसन यसका, अस्तिका चाहिँ लगभग 8 नम्बरबाट एउटा कुन बाँकी छ होइन, त्यो भोलि गर्छौँ हामीले। 20 सम्म गर्छौँ, नआत्तिनु होला है, 20 सम्म त मैले सिद्ध्याउँछु। बोक्रे झिङ्गा हस्को फलाइ कुन फलफुलमा लाग्ने प्रमुख किरा भन्ने चाहिँ झिङ्गा। यो तपाईँहरूको लागि धेरैलाई नयाँ पनि हुनसक्छ, यो हस्को फलाइ त भोलिचोटि सुन्यो होइन। फलको आउने झिङ्गा भनेको भए स्याउ के अरे उसमा सुन्तलामा लाग्थ्यो अथवा काँक्रामा लाग्थ्यो होइन। गलमिट भनेको भए आँपमा लाग्थ्यो, त्यस्ता प्रकारका विभिन्न अरू हाउस फ्लाइ भनेको भए केमा हुन्थ्यो होइन, धेरै थियो। यो बोक्रे झिङ्गा त पहिलो सुन्यो। झिङ्गा भन्ने बित्तिकै तपाईँले बुझ्नु भएको छ झिङ्गा भने झिङ्गा हो, झिङ्गा भने झिङ्गा हो नि त। झिङ्गा भनेको डिप्टेडा हो भने यसको खन्चो अवस्था के होला भन्नु त। यतातिर जाऊँ है। अब यसको खन्चो अवस्था पक्कै पनि लार्भा हो र यसको लार्भालाई के भन्छन् त औँसा भन्छन् है। यसको लार्भालाई औँसा अथवा म्यागट भन्छन् है। झिङ्गाको लार्भालाई औँसा अथवा म्यागट भनिन्छ होइन। खपटेको लार्भालाई ग्रब भन्छन्, पुतरीको लार्भालाई क्याटरपिलर भन्छन्, झुसुली किरा। यसको लार्भा के हो त औँसा अथवा म्यागट हो। यो फलमा क्षति गर्ने किरा हो, यसले फलमा क्षति गर्छ। यसले के गर्छ, यसको वयस्क झिङ्गाले फलमा अन्डा पार्छ, त्यो अन्डाभित्र बसेर चाहिँ लार्भा मतलब त्यसको औँसाले फलभित्र गएर गुदी खान्छ। अनि यो केमा लाग्छ यसमा कुनै कन्फ्युज छैन, कुनै कन्फ्युज छैन। यसको सजिलै एन्सर के हो भने यो चाहिँ ओखरमा लाग्ने किरा हो। ओखरमा लाग्छ हस्को फ्लाइ भनेको एकदम कडा तरिकाले छेड्न सक्ने किरा हो। यो झिङ्गा हो होइन। घरको झिङ्गाभन्दा अझ ठुलो हुन्छ, यो चाहिँ अलिकति रातो रातो प्रकृति हुन्छ। यो यसको झिङ्गा चाहिँ यो झिङ्गाको चाहिँ कलर रातो रातो प्रकृति हुन्छ। घरको हाम्रो हाउस फ्लाइभन्दा अलिकति ठुलो हुन्छ यो झिङ्गा चाहिँ। र यसले के गर्छ त भने फलहरूमा चाहिँ छेर्छ, त्यहाँभित्र गएर त्यसको लार्भाले चाहिँ गुदीहरू खाएर भित्र चाहिँ अनि फलहरू सङ्कलन पुर्याउँछ। र यसलाई नियन्त्रण गर्न चाहिँ जैविक विषादी स्पिनोस्याड प्रयोग गरिन्छ। यो पनि बुझ्नु होला, अरूले भन्दा स्पिनोस्याड यो जैविक विषादी यसले चाहिँ राम्रो काम गर्छ भन्ने प्रकृतिको पनि यसको चाहिँ रिजल्टहरू पाइएको छ। ल क्वेसन नम्बर 14 यस्तो प्रकारको भयो नि त। तपाईँको एन्सर डी भयो। ल यसको यति बुझ्नु होला। अब यसको त्यति धेरै अब स्याउ यसको ब्रिफिङमा स्याउ के ब्रिफिङ गर्नै परेन। अब स्याउ होइन, अब स्याउको के ब्रिफिङ गर्ने, स्याउको अब भुवादार लाग्यो भन्ने भएन कि यसमा होइन। अब आरुको अर्को छ यो भन्ने भएन, यिनीहरूको छ भन्ने मात्रै हो अप्सनहरू। एन्सर डी भइहाल्यो। ल ठिक छ। अनि क्वेसन नम्बर अब हामी 15मा जान्छौँ। यो 15 अब हर्टिकल्चर क्वेसन आयो है। नास्पातीमा होचो बोर्ड बनाउन प्रयोग गरिने रुट स्टक ड्वार्फ रुट स्टक कुन हो? यो चाहिँ हामीले अघिल्लो पटक पनि यस्ता यो क्वेसन मैले बनाए जस्तो लाग्छ होइन। ठ्याक्कै मैले याद गरिनँ क्या, त्यो फेरि पनि बनाएको छु। फरक परेन, जान्दा के फरक पऱ्यो त होइन। पहिला जानेको कुरा फेरि पनि जान्न मिल्यो। यो क्वेसन मैले योभन्दा पहिला नि गराएको छु। याम 9 केमा प्रयोग गर्ने रुट स्टक हो? यसको एन्सर के हो? 15को एन्सर के हो भन्नु त? 15को के हो? नास्पातीको चाहिँ कुन चाहिँ रुट स्टकले होचो बनाउँछ जसले गर्दा होइन घनत्व हाई डेन्सिटी गर्न सकिने हुन्छ नास्पातीमा। होचो बनायो भने के फाइदा हुन्छ? हाई डेन्सिटी गर्न सकिन्छ नि होइन, एचडिपी गर्न सकिन्छ। यो याम 9 भनेको स्याउको रुट स्टक हो। स्याउको सबैभन्दा होचो होइन, सबैभन्दा स्याउको होचो याम 27 हो। सुपर ड्वार्फ भन्छन् यसलाई, अल्ट्रा ड्वार्फ भन्छन्। सबभन्दा होचो याम 27, याम 9 पनि होचो। अनि यो मारियाना भन्ने यो आरुको रुट स्टक हो। आरुको होचो रुट स्टक हो यो चाहिँ याम 27 पनि यही नै छ स्याउको सबैभन्दा है। यो पनि स्याउको हो। र क्विङ्स भन्ने चाहिँ नास्पातीको हो। यिनी सबै भनेका ड्वार्फ हुन्। यिनी सबै रुट स्टक भनेको होचा प्रकृतिका हुन्, क्लोनल हुन् सबै। यिनी बिजु होइनन् है। जस्तो याम 9 पनि क्लोनल रुट स्टक हो, क्विङ्स पनि क्लोनल हो, बिजु चाहिँ होइन यिनीहरू। जस्तो इडिमयल भन्ने हुन्छ नि, इडिमयल सुर्किलो भने जस्तो होइन, तिन पाते सुन्तला भने जस्तो होइन यिनीहरू। यिनी क्लोनल हुन्, वानस्पतिक भागबाट ल्याइएको रुट स्टक हुन्। सबैभन्दा स्याउको हो चाहिँ याम 27। यिनीहरू प्रयोग गर्नुको फाइदा के हो भने बिरुवाको घनत्व बढाउन सकिन्छ, दूरी बढाउन सकिन्छ कि हाई डेन्सिटी प्लान्टिङ गर्न मद्दत पुग्छ यिनीहरूबाट होइन त। त्यही त हो नि। यिनीहरू लगायो भने के हुन्छ, बिरुवा सानो हुन्छन्। अनि बिरुवा सानो हुने बित्तिकै बिरुवाको दूरी नजिक बनाउन सकिन्छ। दूरी नजिक बनायो भने के हुन्छ, हाई डेन्सिटी प्लान्टिङ हुन्छ। हाई डेन्सिटी प्लान्टिङ हो भने प्रत्येक इकाइ जीवनमा धेरै बिरुवा लगाएर उत्पादन र उत्पादकता चाहिँ बढाउन सकिने खालको भनेको। ल के भयो त 15को एन्सर? अनि नास्पातीको भनेको भने एन्सर के हो? डी भयो। यसैमा चाहिँ आरुको भने अब के हुन्थ्यो? आरुको भने बी हुन्थ्यो। स्याउको पनि होचो मात्रै भने अब याम 9 हुन्थ्यो, अति होचो भने अब याम 27 हुन्थ्यो। स्याउको केस भयो। स्याउको याम 9 भन्दा अति होचो याम 27 हो। तर नेपालमा चाहिँ प्रायः चलेको याम 9 हो फेरि। जस्तो हामीले हाई डेन्सिटी प्लान्टिङ गर्दा होइन। यो बुझ्नु है। ल 15 नम्बर क्वेसन यति भयो। अब यो 16 नम्बर क्वेसन यस्तो छ। यो अलिकति क्वेसनहरू कस्ता हुन्छन् भने सुन्नु होला है। कागती र गुराँस प्रसारणमा चाहिँ कुन कटिङ उपयोगी मानिन्छ? यो कस्तो भने सुन्नु होला, कुन बढी प्रसिद्ध छ भनेको पनि होइन, कसबाट अलिक बढी सफलता प्राप्त गर्न सकिन्छ भनेको।
कागती र गुराँसमा यिनी सबै हुन्छन्। सुन्नु है, यदि एन्सर माथिमा सबै हुन्थ्यो भने यो चाहिँ हुँदैन थियो, यिनी सबै हुन्छन्। अरू बी चाहिँ हुँदैन है, लिप कटिङ चाहिँ हुँदैन। लिप कटिङ भनेको ड्रागनमा हुन्छ प्राय, यो होइन प्राय फाइलमहरू हुन्छ। यदि सबै भइदिएको भए सबै हुन्थ्यो। र यो कस्तो भने व्यवहारिक रूपमा एउटा हुन्छ, अलिक बढी सक्सेस के हुन्छ भन्ने कुरा। जस्तो हामीले चियाको प्रसारण गर्दा सबैभन्दा उपयुक्त के भन्छौँ, टी बडिङ भन्छौँ नि। तर कृषकले गर्दाखेरि कटिङ बडी गर्छन् कि चियामा, के अरे सरी गुलाबमा चाहिँ। गुलाबको प्रसारण गर्दा सबभन्दा फेमस विधि के हो भन्दा हामीले टी बडिङ भन्छौँ। तर कृषकले गर्ने गरेको फेरि के हो, कटिङ हो। त्यही त हो नि होइन, कृषकले त कसले गर्छ, टी बडिङ गर्दैन खासै त। जस्तो अम्बाको प्रसारण गर्दा हामीले एयरडेरिङ भन्छौँ, कृषकले त आफ्नो तरिकाले गरेका नि त बिजुहरू होइन। कागतीको हामीले एयरडेरिङ भन्छौँ, तर कृषकले प्रायः बिजु गर्छन्। त्यो व्यवहारिक रूपमा छँदैछ। यो कस्तो भने कागतीहरू गुराँसहरूको प्रसारण गर्दा रुट कटिङ पनि हुन्छ, मजाले हुन्छ रुट कटिङ। 8 देखि 12 सेम लामो चाहिँ जरा काटेर प्रसारण हुन्छ। यो एक हुन्छ नै, स्याउमा हुन्छ यो होइन, यो आरोमा हुन्छ, र कागतीहरू यिन सबैमा हुन्छ। स्टिम कटिङ पनि हुन्छ, 10 देखि 15 सेम चाहिँ लामो, अनि 10 देखि 15 सेम लामो। यो मध्यम प्रकारको काठ पसेको सेमी होइन वुड प्रकारको चाहिँ हार्डवुड होइन, सेमी हार्डवुड हुन्छ नि। सेमी हार्डवुड प्रकारको चाहिँ कटिङ हुन्छ, 10 देखि 15 सेम लामो। सेमी है, यो सेमी हार्डवुड वारको सेमी काठ पसेको लेखेँ मैले, मध्यम काठ पसेको हुन्छ यसमा होइन। यो पनि हुन्छ। अब लिप बड भनेको पात र पातसँगै जोडिएको बड पनि ल्याउने हो, यो पनि हुन्छ। तर यो खास गरी उत्पादनको दृष्टिकोणले, त्यो बिरुवामा चाहिँ रोगहरूको प्रसारणको दृष्टिकोणले होइन, त्यसको चाहिँ टिकाउ यो सबै कुराले हेर्दाखेरि अरूभन्दा चाहिँ यो लिप बड कटिङलाई अलि राम्रो मानिन्छ। तर यो व्यवहारिक रूपमा चलेको होइन, छैन, कृषकले गर्दै गर्दैन। लिप बडिङ कसैले गर्दै गर्दैन। तर यसको आयु, रोगहरूको प्रसार र मातृगुणहरूका सबै कुराहरू हेर्दाखेरि लिप बड कटिङलाई चाहिँ अलि राम्रो मानिन्छ, उत्पादनको दृष्टिकोणले, आयुको हिसाबले होइन, सबै हिसाबले। तर व्यवहारिक रूपमै चलेको चाहिँ होइन। यदि यो क्वेसनमा चाहिँ यो लिप कटिङ नभएर माथिका सबै भइदिए सबै हाल्नु पर्थ्यो, सबै नभएको भएर यो व्यवहारिक रूपमा लागु नभए तापनि अलि राम्रो उपयोगी विधिको रूपमा यसलाई हेरिन्छ कटिङमध्ये चाहिँ भन्ने हो। त्यो कुरा याद गर्नुलाई होइन। त्यस्तो कुनै कुनै कुराहरू व्यवहारिक रूपमा एउटा हामीले बुझ्नु पर्ने चाहिँ अर्को हुनसक्छ। अब यहाँनिर छ काउलीमा पात पहेँलो हुने र पछि हरियो भाग होइन पनि घट्दै जाने विकृति क्लोरोसिस भन्छन् होइन। क्लोरोसिस भेट्दा बुझ्नुहुन्छ, क्लोरोफिलको अभावले गर्दा पातहरू चाहिँ बिस्तारै होइन पहेँलो हुने समस्यालाई क्लोरोसिस भन्छन्। क्लोरोसिस धेरै बालीमा हुन्छ, सुन्तलामा पनि क्लोरोसिस हुन्छ, जसलाई डाइब्याक भन्छौँ हामीले होइन, डिक्लाइन भन्छौँ अथवा त्यसलाई सुन्तलाको जो हरास हुन्छ नि डिक्लाइन, त्यो पनि क्लोरोसिस हो होइन। मकैका पातहरू बिस्तारै पहेँलो हुँदै गयो, त्यो पनि क्लोरोसिस हो। क्लोरोसिस धेरै कारणले गर्दा हुन्छ, धेरै कारणले गर्दा हुन्छ। नाइट्रोजनको कमी हुँदा पनि क्लोरोसिस हुन्छ, हरितगुणको अभाव भएर पनि क्लोरोसिस हुन्छ। तर काउलीको केसमा जाम, अब काउलीको केसमा बोरनको कमी भयो भने के हुन्छ भने, बोरनको कमी हुँदाखेरि ब्राउनिङ हुन्छ एउटा होइन, ब्राउनिङ होइन, हलो स्टिम हुन्छ होइन। अनि यो टाँकी जस्तो हुन्छ बोन कमी हुँदा। मोलिबेडनम कमी हुँदा के हुन्छ, व्हिप टाइप हुन्छ होइन, डाँडो जस्तो पातो हुन्छ नि, पातोले साँगुरो भएर जाने। अब यो क्याल्सियम कम भएर खासै त्यस्तो स्पेसल टिप बर्न हुनसक्छ होइन, टिप बर्न चाहिँ हुनसक्छ। र म्याग्नेसियम समस्या भएर चाहिँ के हुन्छ भने काउली प्राय क्लोरोसिस हुन्छ। नाइट्रोजन कमी भयो भने हुन्छ भन्दा फेरि। तर यहाँनिर लेखिएका अप्सनमध्ये चाहिँ म्याग्नेसियम कमी हुँदाखेरि क्लोरोसिस हुनसक्छ होइन। काउलीमा चाहिँ वंशानुगत गुण नसर्न सक्छन्, कहिले कहिले तपाईँलाई आउला काउलीमा चाहिँ वंशानुगत गुण नसर्ने कारण के हो पनि आइदिन सक्छ होइन। यदि म्याग्नेसियमको कमी भयो भने काउलीहरूको वंशानुगत गुण पनि नसर्ने हुनसक्छ, यो पनि बुझ्नु होला। अनि विभिन्न छन् यहाँनिर। अब यता म गइनँ, ब्राउनिङ के हो, हलो स्टिम के हो होइन, टाकी जस्तो हुने के हो, व्हिप टाइप के हो, यसका नेपाली उच्चारण धेरै छन्। अनि म्याग्नेसियम क्लोरोसिस, क्लोरोसिस भनेको चाहिँ पातहरू पहेँला हुने समस्या, क्लोरोफिलको अभावले गर्दा। क्लोरोफिल भनेको हरितगुण है, हरितगुणको अभावले गर्दा बिरुवाका पातहरू बिस्तारै पहेँलो हुने हो। नाइट्रोजनको कमी हुँदा पनि हुन्छ त्यो समस्या। तर यहाँनिर लेखिएको अप्सनमध्ये हेर्नु पऱ्यो नि त हामीले फेरि होइन। एमसिक्यू भने त यहाँ दिएको विकल्प मात्रै हेर्ने हो। नाइट्रोजनको कमीले पनि हुन्छ यता होइन हो। अब सूर्यको प्रकाश नपर्दा पनि हुन्छ, जस्तो बिरुवामा चाहिँ प्रकाश संश्लेषण कम भयो भने पनि क्लोरोसिस हुन्छ। अब सुन्तलातिर गयो भने फेरि ग्रिनिङ रोगले पनि क्लोरोसिस हुन्छ सुन्तलामा। फेरि सुन्तलाको त हरास भनेको पनि क्लोरोसिस हो, आफ्ना आफ्ना छन्। तर यो अप्सनमध्ये काउलीमा हेर्दाखेरि चाहिँ के हो भने म्याग्नेसियम हो। यसको एन्सर के भयो त, 17को सी भयो है त। ल अब
जिङ्क तत्त्वको कमीले बिरुवाको काण्डको लम्बाइ घट्न गई नयाँ पातहरू साना र गुलाबको जस्तो झुप्पोमा देखिने। यो समस्या के हो भन्नु त? के हो यो समस्या? कुनमा हुन्छ? भन्नु त यसको के हो एन्सर? म तपाईँलाई नि सबैको बारेमा चाहिँ अलिअलि भन्छु है। ब्लाइन्डनेस कि सबैको हल्का हल्का चाहिँ पनि भन्छु, सबैको धेरै त भन्दिनँ। टाइम पनि तपाईँ अब लगभग कति धेरै गइसकेको छैन, एकैछिन यो लाइभ तपाईँको सङ्ख्या पनि लगभग 300 होइन 85जना रहेछ, अलिकति घट्नु भएछ अहिले। ल अब जाम यो स्याक्रो टेस्ट भनेको, यो स्याक्रो टेस्ट भन्ने छ होइन। यो स्याक्रो टेस्ट भने यो कस्तो भने यो प्राय मेवामा हुन्छ, यो मेवा अनारमा हुन्छ। यो के पहिले यसको अर्थ बुझौँ। यो स्याक्रो टेस्ट भनेको मेवा अनारमा हुन्छ। मेवा अनारमा एउटा चाहिँ अब ठ्याक्कै त्यो मलाई केमिकलको नाम थाहा भएन, एउटा चाहिँ यस्तो प्रकारको केमिकल त्यो मेवा अनारको चाहिँ बिउको बाहिर आइदिन्छ। सुन्नु होला है, मेवाको बिउ अथवा अनारको बिउको बाहिर यस्तो प्रकारको एउटा केमिकल आइदिन्छ। तपाईँले अब केमिकल एक प्रकारको केमिकल लेख्नु, त्यो मलाई ठ्याक्कै थाहा भएन केमिकलको नाम चाहिँ अहिले मैले स्मरण गर्न सकिनँ है, त्यसको लागि सरी। मेवाहरू अनारको फलको बाहिर चाहिँ त्यो मेवा र अनार त के हुन्छ भने भित्र त्यो त होइन गुदीवाला हो नि त, गुदी हुन्छ त्यहाँभित्र त्यो के अरे के भन्छ त्यसलाई रिक्याग्लिकेन्ट सिडहरू हुन्छ तिनीहरू। त्यो हुँदाखेरि के हुन्छ भने त्यहाँ बाहिर एउटा वस्तु आउँछ, त्यसभित्र बाहिर बोक्रामा चाहिँ एउटा पदार्थ आउँछ। त्यो पदार्थले गर्दा तिनको अङ्कुरण हुन सक्दैन, त्यो बिउबाट टुसा पलाउन सक्दैन। त्यस्तो समस्यालाई भन्छन् होइन स्याक्रो टेस्ट भन्छ त्यसलाई। त्यो भनेको चाहिँ अनार मेवाहरूको चाहिँ बिरुवा उम्रन नसक्ने, बिउ चाहिँ अङ्कुर हुन नसक्ने एउटा समस्या हो। त्यो कुरा बुझ्नु होला। यो किन हुँदो रहेछ? मेवा अनारहरूको बाहिर चाहिँ एउटा कुनै केमिकल जम्मा भएर तत्त्व अथवा पदार्थ जम्मा भएर यो समस्या आउन सक्ने हो। अनि यो ब्लाइन्डनेस भनेको प्रायः यो काउलीमा हुन्छ। किन काउलीमा कसरी हुन्छ ब्लाइन्डनेस? हुनु होला है। काउलीमा के हुन्छ भने हामीले चाहिँ काउली भर्खर बिर्ति जस्तो काउली, यो काउलीको बोट भयो है, काउलीका पातहरू भयो, काउलीको भर्खर आउने बेला डुको आउन थालेको हुन्छ नि तलबाट कि कड। यो सानो भर्खरको बेला चाहिँ कुनै यसलाई जन पशुले खाइदियो अथवा तपाईँले गोडमेल गर्दाखेरि खुट्टाले थिचेर यसलाई भाँदिनु भयो, यो आउन थालेको डुकु तपाईँले यसलाई चाहिँ कड आउन थालेको हुन्छ नि त। यो कुनै किराले खाइदियो अथवा हावाले भाँदियो, तपाईँले खुट्टाले भाँदिनु भयो भने के हुन्छ? यसबाट राम्रो कड त बन्न सक्दैन। अनि यसबाट के हुन्छ भने ससानो ठुलो निस्किन्छ क्या, कड राम्रो हुँदैन। अनि यसलाई भन्छ ब्लाइन्डनेस। त्यो कड नआउने हो क्या, तपाईँको कड भाँचिने हो। सानो अवस्थामा चाहिँ तपाईँको किराले खाएर अथवा कुनै घरपालुवा जनावरले आक्रमण गरेर होइन कसरी हुन्छ त्यो क्षतिपूर्ति त्यसलाई के भन्छ नि त? ब्लाइन्डनेस भन्छन्। यो केमा हुँदो रहेछ? प्रायः काउलीमा हुन्छ। मान्छेले खाइदियो, कसैले प्याट्ट भाँदियो, खुट्टाले भाँदियो पनि हुनसक्छ। अनि यो रोसेटिङ भनेको कस्तो भने जिङ्को तत्त्व कमी हुँदाखेरि होइन, जिङ्को तत्त्व कम भएर के हुन्छ भने त्यो पातहरू एकदमै साना हुन्छन् कि। यो प्रायः केरामा हुन्छ धेरै यसो होइन, केरामा पनि हुन्छ, अन्य पनि हुन्छ, केराहरू पनि प्रायः हुन्छ। यो जिङ्को तत्त्व कमी हुँदाखेरि के हुन्छ भने पातहरू चाहिँ एकदम साना हुन्छन्। एउटा कुरा जिङ्को तत्त्व कमी हुँदैकै त्यसका अन्तर आँखा लामो हुन पाउँदैन, छोटो हुन्छ कि इन्टरनल छोटा हुन्छन्। बिरुवाको आँखा छोटो हुन्छ, हाँगा छोटो हुन्छ, इन्टरनल छोटो हुन्छ। अनि पातहरू पनि साना हुन्छन् होइन, पातहरू साना हुन्छ, एकदम साना झुप्पा हुन्छन्। त्यसपछि के हुन्छ भने त्यो पातहरू चाहिँ सानो झुप्पा भएर राम्रो उत्पादन हुँदैन र एउटा प्रकारको एउटा विकृति रूप लिन्छ, त्यसलाई रोसेटिङ भनिन्छ होइन। अनि व्हिपटेल भनेको त काउलीमा होइन मोलिबेडनम तत्त्व कमी भएर काउलीका पातहरू साँग्रो भएर डाडु जस्तो भएर होइन, घोडाको पुच्छर जस्तो भएर अथवा कोर्रा पात जस्तो भएर होइन, साँग्रो पात बस जस्तो भएर जाने समस्या भने 18को एन्सर के भयो त? यो अनुसार सी भयो है, सी। यो व्हिपटेल त काउलीमा अब त्यो मोलिबेडनम कम भएर ब्लाइन्डनेस पनि काउलीमै हुन्छ। यो कड चुडिने हो सानो अवस्थामा। र स्याक्रो टेस्ट भनेको चाहिँ ओखर अनारहरूमा चाहिँ उम्रन समस्या आउने हो। इन्टरनल रोड भनेको अन्तर आँखा छोटो भयो, जिङ्को कमी हुने के हुन्छ? आँखा छोटो हुन्छ क्या। बिरुवाको आँखा बढाउने दुईवटा तत्त्व छ, एउटा जिङ्कले बढाउँछ, केही मात्रामा पोटासले बढाउँछ बिरुवाको हाँगाहरू के लामो बनाउने। जिङ्को कमी हुने बित्तिकै आँखा छोटा हुन्छन् र आँखा छोटा हुने बित्तिकै के हुन्छ त भने त्यसको चाहिँ के अरे त्यो पातहरू झुप्पा हुन्छन्, साना हुन्छन् कि। त्यो समस्या के भयो? रोसेटिङ चाहिँ भयो है। आठ क्वेसन गर्दा 25 नम्बर क्वेसन हुनसक्छ। अब 19 नम्बर चाहिँ जाम, कुरा प्रष्ट बुझ्नु। 19 यो डिमान्ड कर्भ होइन, कर्भ, सप्लाई कर्भ, एङ्गल कर्भ अनि इन्डिफरेन्स कर्भ भन्ने छ। यो कस्तो भने एउटा रेखा जस्तो हो होइन। डिमान्ड कर्भ भनेको यो डिमान्ड कर्भ होइन, के अरे सप्लाई कर्भ यो प्रायः मार्सलले प्रतिपादन गरेका हुन्। यो एङ्गलले नै गरे यो भन्न पर्यो। यसमा के हुन्छ डिमान्ड कर्भमा चाहिँ यसको सिद्धान्त के हो भने मूल्य बढ्दा माग घट्ने अथवा
भुलले गर्दा मार्क बढ्ने। यस्तो गरौँ है, के गरौँ भने तपाईँहरू हुनुहुन्छ यो अलि तपाईँलाई अलि इकोनोमिक क्वेसन आउनु थाल्यो। इकोनोमिक्स फेरि कस्तो हुन्छ भने अलि बताउनै पर्छ होइन। 20 नम्बर पनि हो नि त इकोनोमिक्स, यसलाई हतार हतार गरेर नगरौँ होइन, यो एकदम इम्पोर्टेन्ट छ। यो पनि 21 नम्बर पनि इकोनोमिक्सकै छ होइन। इकोनोमिक्स क्वेसनमा अलि गर्नुपर्छ, यो तपाईँ लिभ नगर्नु होला अहिले। यस्तो गरौँ है, हाम्रो 19 नम्बर क्वेसनबाट भोलि गरौँला। 19 नम्बरको म सामान्य तपाईँलाई अलिअलि त भन्छु, लिभ नगर्नु होला अहिले, अलिअलि त भन्छु 19 नम्बरको। हल्का 20 नम्बरबाट भोलि गरौँला, किनभने तपाईँलाई यसरी हतार हतार गर्दाखेरि त्यति प्रष्ट ज्ञान नहुनु सक्छ होइन। भोलि हामी कतिवटा भाइ 11 क्वेसन यिनी भए र अस्ति एउटा कुन पेपरको हामीले 7 नम्बरसम्म गरेका छौँ, त्यो कुन कतिको पेपर मलाई जानकारी दिनु होला। त्यो पेपरका बाँकी क्वेसन नै यसलाई चाहिँ भोलि सिद्ध्याउँला होइन। त्यसमा भोलि साँझ पनि यसरी नै क्लास हुन्छ, तपाईँहरूलाई जोइन गर्नु होला। 19 नम्बरको त म अलिअलि भनौँला होइन। यो त्यसको जोडौँला यिनलाई। यो हतार हतार गर्दाखेरि किन यसलाई त 5-10 मिनट टाइम लाउनुपर्छ कि 19 नम्बरलाई, अनि 20 नम्बरलाई 5-10 मिनट टाइम लाउनुपर्छ यसलाई। अरू जस्तो फ्याटोफुटो भन्दा पनि यहाँ त एङ्गल कर्व के हुन्छ, इन डिफ्रेन्समा के हुन्छ, अलि राम्रै बताउनु पऱ्यो नि त होइन। त्यो छ, त्यो गरौँला। हाम्रो ठ्याक्कै 1 घन्टा 42 मिनटको क्लास भएछ। के छ, क्लास त राम्रै बुझ्नुभयो। के छ साथीहरूको प्रतिक्रिया भन्नु त, आजको क्लासबाट के छ, खुसी हुनुभएको छ नि होइन। लगभग 1 घन्टा 45 मिनट करिब 45 मिनट हुन थालेको छ होइन। क्लास जोइन गरियो, ठिकै भयो होइन। राम्रै कुरा सिक्न पाइयो, धेरै कुरा सिक्न पाइयो होइन। नयाँ कुरा सिक्न पाइयो भन्ने चाहिँ खासै गतिलो भएन, यस्तै हो, त्यति राम्रो भएन। के लडफाइ गऱ्यो मान्छेले, केही खासै मैले त कुरा पनि बुझिनँ भन्ने चाहिँ के छ यसो होइन। कमेन्ट गर्नु होला, राम्रै मान्नुभयो होइन, पक्कै पनि मन पराइदिनु भयो होला भन्ने आशा गरेको छु। साथीहरू सबैलाई एकदम धेरै धेरै धन्यवाद छ है, किनभने करिब हाम्रो 400 भन्दा बढी सहभागिता होइन। एक त 480सम्म कुन पुग्नु भएको थियो, करिब 480 हुनुहुन्थ्यो, गर्दै गर्दै अहिले 300 350 होइन, 400सम्म अहिले लगभग 370 60 जना हुनुहुन्छ। लगभग सहभागिता बिस्तारै तपाईँहरूको अब भोक पनि लाग्यो होला होइन। त्यो छ, धैर्यतापूर्वक सुनिदिनु हो, त्यसको लागि धेरै धेरै धन्यवाद होइन। एकदम तपाईँले आफ्नो नेटलाई परिपक्व बनाउनु भयो, पक्कै पनि क्लास गर्नु प्रायत्न भएको छ। राम्रो कुरा सिक्न पाएँ भन्ने एउटा तपाईँलाई मनमा भाषा लिनुभएको छ भन्ने मैले आशा गरेको छु। बाँकी हामी भोलि पनि यसरी नै जोडिनेछौँ, आउनु होला है। एकदम तपाईँहरू खुसी हुनु होला, सबभन्दा खुसी हुनुपर्छ है। आजको क्लासको लागि तपाईँहरूको सहभागितालाई धेरै धेरै धन्यवाद। यसरी सधैँ जस्तो क्लासमा जोडिनु होला होइन। आवश्यक पर्ने कमेन्ट गर्नु होला, मजाले सोध्नु होला, प्रष्ट बुझ्ने हो। बाँकी हामी भोलि पढौँला, ठिक छ। एकदम बुझ्ने हो, प्रष्ट बुझ्ने होइन। फिडब्याक भनेको के अरे ए हो कि बी होला सिट सुरु भनोस् भनेर फटाफट ए कमेन्ट गर्ने बी कमेन्ट गर्ने होइन होइन। एबिसिडी कमेन्ट आवश्यक पर्दैन, तर जान्ने हो ए के हो, बी के हो, सी के हो, डी के हो, किन यो भएन भन्ने कुरा जान्ने हो होइन। त्यो छ, भोलि पनि आउँला यो क्लासमा चाहिँ ल। बाँकी भोलि पढाउनु। आज सबै साथीहरूलाई गुड नाइट, शुभरात्रि, एकदम बेस्ट अफ लक सबै साथीहरूलाई। र भोलि निर्धारित समयमा फिजिकल क्लास बिहान हुन्छ है, नोटिस पनि आउला ग्रुपमा। ल साथीहरू सबैलाई गुड नाइट, शुभरात्रि। ल आजलाई यति हुन्छ क्लास। मैले यता लाइभ चाहिँ इन्डो गरेँ।